आज यस माङ्गाल गाउँपालिकाको सार्वजनिक सुनवाई कार्यक्रममा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। स्थानीय सरकारको सेवा योजना र कार्य सम्पादनबारे जनताको प्रत्यक्ष सुझाव गुनासो र प्रतिक्रिया दिन आयोजना गरिएको यो कार्यक्रममा यहाँहरूलाई फेरि पनि स्वागत गरेँ। बिचमा भएका सम्भावनाहरू अवसरहरू र चुनौती कस्ता गए भन्ने विषयमा केन्द्रित रहेर आजको यस कार्यक्रममा हामी आफ्ना गुनासोहरू राख्न कार्यक्रमलाई ढिला नगरिकन म यो कार्यक्रममा अगाडि बढाउन चाहन्छु। आजको यस कार्यक्रमको अध्यक्षता गरिदिनुको लागि यस गाउँपालिकाका आदरणीय अध्यक्ष गणेश बहादुर केसीज्यूलाई हार्दिक अनुरोध गर्दछु। अध्यक्ष भूमिनन्द घिमिरेज्यूलाई पनि आसन अनुरोध गरेँ। त्यसै गरी 6 नम्बर वडाका वडाध्यक्ष विनोद चौडेलज्यूलाई पनि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। अन्य सहभागी यस माङ्गाल गाउँपालिकावासी नागरिकहरूलाई पनि यस कार्यक्रममा आसन यथास्थानमा आसन ग्रहणको लागि अनुरोध गर्छु र सञ्चारकर्मी मित्रलाई पनि आसन ग्रहणको लागि अनुरोध गर्छु। अब कार्यक्रमलाई अगाडि बढाउन कार्यक्रम सुरु गर्नको लागि धन्यवाद। महाकाल गाउँपालिका ललितपुरको अब 2082-2083 को सार्वजनिक सुनवाई कार्यक्रम मिति 2083 वैशाख 14 गते सोमबार स्थान महाकाल गाउँपालिकाको कार्यालय गोठीखेल सहजीकरण आह्वान मिडिया प्रणाली आयोजक महाकाल गाउँपालिकाको कार्यालय गोठीखेल ललितपुर। श्री गणेश बहादुर केसीज्यू, त्यसै गरी उपाध्यक्ष श्री जोलमा माया गोलेज्यू, त्यसै गरी वडा नम्बर 1 देखि 6 बाट उपस्थित वडाध्यक्षज्यूहरू, वडा सदस्यज्यूहरू, उपस्थित सम्पूर्ण शिक्षक, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, प्रहरी चौकी प्रमुख प्रतिनिधि, उपस्थित सम्पूर्ण महाङ्काल एवं गोठीखेलका दाजुभाइ दिदीबहिनी आमा बुवा सम्पूर्णलाई चाहिँ आजको यो 82-83 को पालिकाले हालसम्म गरेको कामको विषयमा समीक्षा भन्दा पनि विशेष गरी तपाईँहरूको गुनासो सुनवाई अथवा सार्वजनिक सुनवाई सेवा प्रवाहका विषयमा तपाईँहरूले देखेका कमी कमजोरीहरू के छन्, माङ्गाल गाउँपालिकाले हालसम्म गर्दै आएका कार्यक्रमहरूको विषयमा तपाईँहरूको सन्तुष्टिको विषय कस्तो छ, असन्तुष्टिका कुराहरू के छन् त, अथवा माङ्गाल गाउँपालिकाका कस्ता किसिमका कार्यक्रम आगामी कार्यक्रमहरू हुनुपर्छन्, अथवा यो आर्थिक वर्षमा माङ्गाल गाउँपालिकाले निर्धारण गरेर चाहिँ कार्यान्वयनमा लगेका कार्यक्रमहरूका विषयमा तपाईँहरूको कुनै पनि किसिमको गुनासो, असन्तुष्टि अथवा रचनात्मक गुनासो, रचनात्मक सुझाव र रचनात्मक किसिमका कुनै किसिमका भनाइहरू छन् भने आजको यो महाङ्काल गाउँपालिका परिसर अगाडिको यो मञ्च तपाईँहरूकै लागि हो। तपाईँहरूले स्पष्ट रूपमा, खुलस्त रूपमा आफ्ना कुराहरू यहाँ राख्न सक्नुहुन्छ र यो पालिकाको सार्वजनिक सुनवाई गर्ने सम्बन्धी हाम्रो निमन्त्रणालाई स्वीकार गरेर आउनुहुने सम्पूर्ण अतिथिज्यूहरूलाई विशेष धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। आर्थिक वर्ष 82-83 करोडको 61.96% त्यो भनेको 32,84,28,697 चाहिँ निकासाली आम्दानी बाँधिसकेका छौँ। त्यसै गरी खर्चको विवरणमा भन्नुपर्दाखेरि त्यही 53 करोडको जति निकासा 61 बाँध्यौँ त्यसको हामीले 24,45,56,254 चाहिँ खर्च गरिसकेको छौँ। त्यो भनेको कुल 46.14% हुन आउँछ। यसै गरी चालु र पुँजीगत क्षेत्रमा पनि मैले यहाँ सबैजना समक्ष चाहिँ खर्चको विवरण प्रस्तुत गर्न चाहेँ। हाम्रो चालु खर्च 46.85% रहेको छ।
त्यो भनेको 17,94,95,617 र पुँजीगत तर्फ चाहिँ हामीले पुँजीगत खर्च गरेका छौँ 6,50,60,636। त्यो भनेको कुल खर्चको हामीले गरेको खर्चको 44.29% चाहिँ पुँजीगत खर्च भएको छ। थोरै अलिकतिले पुँजीगत खर्चभन्दा चालु खर्च चाहिँ 2% हाराहारीमा चाहिँ बढी छ। यसै गरी क्षेत्रगत खर्चहरू पनि यहाँ छुट्टिएका छन्, जसमा हाम्रो सबैभन्दा बढी सामाजिक विकास क्षेत्रमा 61.34% खर्च भएको छ र अर्को सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा 47.49%, कार्यालय सञ्चालन प्रशासनिक 54.93% र अलिकति कम खर्च हुनेमा र धेरै कम खर्च हुनेमा पूर्वाधार विकासतिर छ र आर्थिक विकासतिर छ, जुन 11.76, 3.33 छ। र विशेष गरी यो आर्थिक योजनाहरू अथवा विकास सम्बन्धी योजनाहरू सञ्चालन गर्ने क्रममा टेन्डर प्रक्रियामा भएका केही ढिलाइका कारणले गर्दाखेरि कतिपय टेन्डर हामीले योपालि लगभग 13वटा जति चाहिँ टेन्डर मार्फतबाट काम गऱ्यौँ। त्यसमा 12वटा योजनाको चाहिँ टेन्डरबाट गरिएका 12वटा योजनाको सम्झौता भइसकेर पनि काम अगाडि बढिसकेका छ भने केही सम्झौता हुने 1-2वटा सम्झौता हुने क्रममा रहेका छन् र केही योजनाहरू फेरि सम्झौता भइसकेर पनि काम सकेर भुक्तानी लिने क्रममा छन्। त्यो कारणले गर्दाखेरि पनि त्यसको चाहिँ वित्तीय प्रगति चाहिँ अहिले अलिकति कमजोर देखिनुको एउटा कारण छ भन्ने पनि भनाइ मैले व्यक्त गरेँ। र आजको यो सार्वजनिक सुनवाईको क्रममा तपाईहरूले स्पष्ट रूपमा तपाईहरूलाई लागेको कुराहरू तपाईहरूले हामी बिचको दूरीलाई चाहिँ कम गर्नकै लागि यो किसिमको कार्यक्रम गरिएको हो। यो सेवा रहेमा त्यसको लागि उत्तर समेत दिनको लागि तयार छु भन्दै मेरो 2 शब्दलाई यहीँ अन्त्य गर्न चाहन्छु। हस्, धन्यवाद। चाहिँ प्रतिशतको आधारमा हामीले तयार गरेका छौँ। हामीले गाउँपालिकाबाट पाउने सेवामा कतिको सन्तुष्ट हुनुहुन्छ भन्ने प्रश्न राखेका थियौँ। सन्तुष्ट छुमा 48%, ठिकैमा 40% र असन्तुष्टमा 12% रहेको छ। त्यसै गरी सेवा लिन जाँदा कर्मचारीको व्यवहारप्रति तपाईँ कतिको सन्तुष्ट हुनुहुन्छ भन्ने हाम्रो प्रश्नमा 62% सन्तुष्ट, 30% ठिकै र 8% असन्तुष्ट। त्यसै गरी गाउँपालिका जाँदा जनप्रतिनिधि भेट्नुहुन्छ भन्ने हाम्रो प्रश्नमा सधैँ भेट्छुमा 80%, कहिलेकाहीँ मात्रमा 6% र भेट्दिनमा 14% रहेको छ। 30% र अविश्वस्तमा 4% रहेको छ। कार्यालयले प्रदान गर्ने सेवाप्रति कतिको विश्वस्त हुनुहुन्छ भन्ने प्रश्नमा 60% विश्वस्त, 19% ठिकै र 11% अविश्वस्त। कार्यालयले प्रदान गर्ने सेवाबारे अरूलाई कतिको जानकारी गराउनुहुन्छ भन्ने प्रश्नमा 40% धेरै, 20% ठिकै र 40% गरेको छैन। 70% धेरै, 21% ठिकै र 9% विश्वास छैन। तपाईँले एउटा कामको लागि कार्यालयमा कति पटकसम्म धाउनु पर्यो भन्ने हाम्रो प्रश्नमा 80%ले 6, केही मात्रामा 8% र कुनै जानकारी छैन 12% रहेको छ। कार्यालयले गर्ने कार्यक्रमहरूमा तपाईँको उपस्थिति कतिको छ भन्ने प्रश्नमा सहभागी हुन्छुमा 30%, कहिलेकाहीँमा 40% र छैनमा 30% रहेको छ। त्यसै गरी तपाईँको गाउँपालिकामा हुने विकास निर्माणको स्थिति कस्तो छ भन्नेमा राम्रोमा 44%, ठिकैमा 36% र खराबमा 20% रहेको छ। योजना सञ्चालन गर्दा प्राविधिकको सहयोग कतिको पाउनुहुन्छ भन्ने प्रश्नमा सजिलै पाउँछुमा 60%, कहिलेकाहीँ पाइन्छमा 28%, माग गर्दा नि पाइँदैमा 12% रहेको छ। पाउनुपर्ने सेवा समयमै पाउनु भएको छ भन्ने प्रश्नमा 6मा 50%, ठिकैमा 34% र छैनमा 16% रहेको छ। कर्मचारीहरू कार्यालयभन्दा बाहिर भेट्दा तपाईँको समस्या जिज्ञासा सम्बोधन गर्छन् भन्ने प्रश्नमा गर्छन्मा 45%, कहिलेकाहीँ गर्छन्मा 35% र 20% गर्दैनन्। तपाईँको काम गर्न कर्मचारीलाई अतिरिक्त शुल्क रकम तिर्नु परेको छ भन्ने प्रश्नमा 6मा 0%, कहिलेकाहीँ माग्छन्मा 4% र छैनमा 96% रहेको छ। जनप्रतिनिधि र कर्मचारीले तपाईँको समस्या समाधान गर्न कतिको चासो राख्नुहुन्छ भन्ने प्रश्नमा धेरैमा 60%,
ठिकैमा 32% राख्नुहुन्नमा 8% रहेको छ। तपाईँले कार्यालयमा बुझाउने रकमको बिल पाउनुहुन्छ भन्ने प्रश्नमा पाउँछुमा 96% र पाउँदिनमा 4% रहेको छ। गाउँपालिकाको वार्षिक नीति कार्यक्रम र स्रोतबारे जानकारी पाउनु भएको छ भन्ने प्रश्नमा जानकारी छमा 40%, ठिकै मात्रामा 44% र जानकारी छैनमा 16% रहेको छ। त्यसै गरी सूचना तथा जानकारी माग्दा पाउनुहुन्छ भन्ने प्रश्नमा सजिलै पाइन्छमा 80%, माग्दा पाइन्छमा 14% र माग्दा पनि पाइँदैमा 6% रहेको छ। योजनाहरू जाँच पास गर्दा प्राविधिकलाई रकम दिनुपर्छ भन्ने प्रश्नमा 94% पर्दैन, मागेरै लिन्छन्मा 0, रकम नदिए अप्ठ्यारो पार्छन्मा 6% रहेको छ। यो सँगै हामीले अनलाइन त्यति पालिका पुगिन, काम परेर कोही पठाउँदा पाउने सुविधा सन्तुष्ट छु। सूचना र प्रविधि अत्यन्त प्रभाव छ आजकल, तर हरेक अपडेट प्रवक्ताले नगरी उपप्रमुखबाट मात्र जागरुक छ जस्तो देखेँ। झन् कर्मचारी त सूचना बाँड्न फितलो देखेँ भन्ने एउटा सुझाव भनौँ या जिज्ञासा राख्नुभएको छ। जनताहरूलाई दिने सेवा सुविधा सजिलै मात्रामा दिएकोमा धन्यवाद। सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाटै सेवा दिने व्यवस्था मिलाउने भए धेरै राम्रो हुने थियो भन्ने अर्को एउटा सुझाव रहेको छ। गाउँपालिकाभित्र कर्मचारीहरू सम्बन्धित फाँटमा नभेटिने, चिया पसलमा भेटिने, ठुला बजेट ठेक्काबाट गरिनुपर्नेमा अपारदर्शी तरिकाले कोटेसन मार्फत बिना सूचना वा सूचना लुकाएर आफ्ना मान्छेहरूलाई दिने योजना शाखा प्रमुखको कार्यशैली ठेकेदार पुस्ने देखिएको छ। यसलाई कसरी सुधार गर्न सकिन्छ भनेर जिज्ञासा राख्नुभएको छ। यो चाहिँ हामीले अनलाइन सर्वेक्षण मार्फत प्राप्त गरेको जिज्ञासा र सुझावहरू हुन्। यी जिज्ञासा र सुझावहरूको पनि अहिले हाम्रा यस पालिकाका अध्यक्ष, उपाध्यक्षज्यू र प्रमुख प्रशासकीय अधिकृतज्यूहरूले जवाफ दिनु नै हुनेछ भन्ने मैले अपेक्षा लिएको छु। त्यसै गरी यो सँगै अब हामी सहभागी माझ फेरि जानेछौँ। बलराम घिमिरे, महाकाल गाउँपालिका ललितपुरको सार्वजनिक सुनवाई कार्यक्रममा रहनुभएका महाकाल गाउँपालिकाका सम्पूर्ण प्रतिनिधिज्यूहरू, सम्पूर्ण कर्मचारीज्यूहरू र यहाँ यो छोटो गर्नको लागि यसरी भने मैले सम्पूर्ण उपस्थित सबैमा म महाकाल गाउँपालिका वडा नम्बर 3 को एक बासिन्दाको हैसियतमा यहाँ बोल्दैछु र यहाँहरू सबैलाई सर्वप्रथम मेरो नमस्कार स्वीकार गर्छु। म सिधै प्रश्नतिर जान्छु। जुन यो सहजीकरण आह्वान मिडियाले जुन यो कार्यक्रम गरेको थियो, सुरुमै माइक व्यवस्थापन राम्रो नगरेमा आपत्ति जनाउँछु। पहिले चेक गरेर आवाज सबै समक्ष पुग्नको निम्ति त्यो सहजीकरण गर्नु पर्थ्यो। जुन यो गाउँपालिकाले कार्यक्रम राखेको छ, यो कार्यक्रममा विगतमा पहिलोमा अलि बढी उपस्थिति थियो, त्यसपछि के कारणले हो उपस्थिति अलि न्यून भइराखेको छ। किनभने गाउँपालिकाले आफ्नो वेबसाइटमा समाचारहरू राखेको छ, त्यसलाई हेर्ने, सुनाउने र आफ्नो गुनासाहरू बाहिर फेसबुकमा राख्नुभन्दा, बाहिर हल्ला गर्नुभन्दा सामुन्नेमा आएर राख्नु राम्रो हुन्छ भन्ने मलाई लाग्छ। म एउटा सडकको विषयमा कुरा उठाउँछु। गाउँपालिकाले सडकको सन्दर्भमा किसानको उत्पादनलाई सहजै सहरमा लगेर बेच्नको निम्ति जुन राम्रो खालको भूमिका खेलेको छ, यसमा सम्पूर्ण गाउँपालिका टिमलाई, म प्राविधिक टिमलाई धन्यवाद दिन चाहन्छु। र दोस्रो नम्बरमा मैले उठाएको छु, यो जुन ठाउँमा हामी बसिराखेका छौँ त्यसमा भेल नियन्त्रण, बजारमा भेल आउँछ, जुन त्यो माथि रहेका गेगरिङहरू छन्, ती गेगरिङहरूलाई ब्लकेज राख्नको निम्ति, जसले गर्दा त्यो सजिलैसँग चाहिँ त्यो भेल नबगोस्, यसको निम्ति चाहिँ म जोडदारसँग अहिले आउने बर्खा अगाडि नै अन्य जे जसरी भए पनि त्यो ब्लकेज चाहिँ राख्नु पर्यो भन्ने मेरो एउटा प्रस्ताव रह्यो। अब शिक्षातर्फ कुरा उठाउँछु म।
यो महाङ्काल गाउँपालिकामा रहेका सम्पूर्ण विद्यालयहरूले हरेक मसन्तमा आधा छुट्टी दिने गरेका छन्। आधा छुट्टी किन दिने गरेको भन्दाखेरि अन्तिम दिनमा चाहिँ नि त्यो स्कुलले विद्यालयले गर्ने योजनाहरू चाहिँ नि सहज के कार्यक्रम गर्ने भन्ने योजना बनाउनको निम्ति हो। तर त्यो ऐपछि बिदाको छुट्टी जस्तै सर्र डिक्लेर हिँड्ने हो भएको कारणले गर्दाखेरि त्यो बिदा कटौती गर्नुपर्छ भन्ने मेरो रहेको छ। त्यसको मूल्याङ्कन भएन। अनि यो स्वास्थ्यमा जुन सुत्केरीहरूलाई हेल्थ पोस्टले खानेकुराहरू लगेर दिने गरेका छन्, त्यसमा जङ्क फुडहरू लगेर दिएको र वेबसाइटमा उहाँहरूले हालेको फेसबुकमा पनि चाउचाउको पाकेटसहित देखिया हुनाले चाहिँ नि हरेक बार खाना 4 भनेर चाहिँ नि स्वास्थ्य कर्मीले थाहा पाउनु पर्यो कि त्यो के खाँदाखेरि स्वस्थ हुन्छ, त्यसमा मितव्ययिता अपनाउनु पर्यो भन्ने मेरो सुझाव रहेको छ। सुरक्षाको दृष्टिकोणमा गत अघिल्लो गाउँपालिका अध्यक्ष हुँदाखेरि जुन चौकीमा एक खालको हङ्गामा भएको थियो त्यो सर्वविदितै छ। त्यो बेलादेखि सुरक्षाकर्मीको मनोबल गिरेको अहिलेसम्म नउठेको अवस्था मलाई लागिरहेको छ। अनि होटल व्यवसाय जुन यो गाउँपालिका नजिकै होटलहरू छन्, होटल व्यवसायहरू छन्, त्यहाँको धुम्रपान कक्ष र अरू धुम्रपान नगर्नेहरूलाई खाने कक्षहरू चाहिँ फरक खालको हुनु पर्यो। एकै ठाउँमा त्यो हिसाबले हुँदैन र गाउँपालिकाको नजिकै त्यो अन्य खालको मद्यपान धुम्रपान सम्बन्धी गतिविधि हुनु हुँदैन भन्ने मलाई लाग्छ। जस्तै यो एरिया सबै सिसी क्यामेरा जडित एरिया छ, यो एरियामा कम्तीमा पनि धुम्रपान निषेधित एरिया तोकियोस् भन्ने मलाई लाग्छ। यो पशुपालन व्यवसाय गर्नेहरूको निम्ति जुन यो बिहान पख लाइन जाने समस्या हुनाले गर्दाखेरि चाहिँ नि बत्तीको अभावमा चाहिँ काममा ढिलासुस्ती हुने कारणले गर्दाखेरि क्रमिक रूपमा चाहिँ नि सोलर प्रणालीको विद्युत जडानको निम्ति पनि गाउँपालिकाले केही कदमहरू उठाओस्। सार्वजनिक सुनवाईमा उपस्थिति न्यून हुनुको कारणमा गाउँपालिकाले अध्ययन गर्नुपर्छ भनेर यो एकै बुँदामा राख्थेँ मैले। जति पनि यहाँ योजनाहरू काम भइरहेका छन् ती योजनाहरूमा चाहिँ बोर्ड नराखिएको अवस्था छ। त्यो कहाँबाट आएको योजना हो, कति रकममा काम गरेको हो, कुनै योजनामा नि बोर्ड राखिएको छैन। त्यो आगामी दिनमा बोर्ड राख्ने अनि त्यो नजिकै हुने जुन उपभोक्ताहरूसँग समन्वय हुने अनि बैतरणी धामको कुरा चाहिँ अलि बृहत रूपमा उठिरहेको हुनाले चाहिँ त्यसमा यति मात्रै बुँदा राखी सबैलाई थाहा भयो कि कुरा भएको होला त्यहाँ के गर्नुपर्छ भन्ने कुरो थाहा नै छ। मदिरा बेच्ने जुन लोकल जन्य मदिराहरू चाहिँ नि बिहानदेखि बेच्ने अनि बिहानदेखि खाने अनि यसको मृत्यु दर चाहिँ नि अत्याधिक रूपमा बढ्दै गएको कारणले गर्दाखेरि यो लोकल मदिरा लगायत अन्यलाई चाहिँ नि पसलहरूले पनि बेच्ने समयको सुनिश्चित हुनु पर्यो र चप्पल पसल जुत्ता पसल यस्ता विविध ठाउँमा चाहिँ नि यी मदिराहरू सहजै उपलब्ध नहुने गराउनु पर्यो। बाढी पीडितमा राहत चाहिँ नि मा धेरै जनगुनासोहरू आइरहेछ। यसमा चाहिँ के त भन्दाखेरि कोहीले पाइरहने केही क्षति हुँदाखेरि नपाइरहने, बारी मात्रै क्षति हुनेलाई के दिने, अन्य क्षति हुनेलाई के दिने, गोठ क्षति हुनेलाई के दिने अनि केही पनि क्षति नहुनेलाई के दिने। अब यो यसमा चाहिँ के हुन्छ भने सँगै जोडिएको घरले उस्तै अवस्थामा रहेकोले चाहिँ त्यो पाउने अर्कोले नपाउने गर्दाखेरि यसको जनगुनासो चाहिँ बढ्दै गएको कारणले व्यक्ति केन्द्रित भन्दा नि यो समग्र रूपमा मैले कुरो उठाइदिएँ। महाङ्काल गाउँपालिकाभरि जुन अहिले देशले पनि शैक्षिक संस्थाहरूमा पनि लागू गर्ने भनेर आइरहेको छ, यसको लागि योग सेन्टरहरू आरोग्य सेन्टरहरू खोलिनु पर्यो। किन भन्दाखेरि आरोग्य सेन्टरमा जति हामीले लगानी गर्न सक्छौँ त्यो लगानी चाहिँ बालबालिका केन्द्रित हुनु पर्यो, विद्यालय केन्द्रित हुनु पर्यो। र विगतमा 2 साल चाहिँ मलाई गाउँपालिकाले पठाएर यो आरोग्य सेन्टर योग सम्बन्धी विभिन्न क्रियाकलापहरू विद्यालयमा मैले कार्यक्रमहरू लाँदै
गरिराखेको छु। यसमा गाउँपालिकाले सहजीकरण गरिराखेकै छ र आगामी दिन पनि अझै गर्दै जानेछ भन्ने विश्वासका साथ यसरी छोटो भनाइहरू आफ्नो समग्र रूपमा राख्दै समग्र रूपमा गाउँपालिकाप्रति मेरो धेरै त्यस्तो असन्तुष्टि नरहेको गाउँपालिका वडा नम्बर 3 यहीँको बासिन्दा मैले सम्बोधन गरेँ होइन म टक्कै पोइन्टमा छिर्छु। धेरै कुराहरू बलराम सरसँगको म सहमति र यसो हेर्छु म यहाँ अधिकांश कर्मचारीहरूमा त देख्छु सार्वजनिक सुनाइमा मैले वास्तविक एक नम्बर वडादेखि 6 नम्बरको वडाको सार्वजनिक मान्छेहरू जुन व्यक्तिहरू अलिक कमै देखेँ। यसमा चाहिँ हामीले आइटी मार्फत इन्टरनेटको प्रयोग गरेर हामीले चाहिँ सूचना फ्लो गरियो, जसले गर्दा सबै जनता सूचनाको पहुँचमा आइटी इन्टरनेटसँग जोडेको छैन। यसले गर्दा कम भएको होला। यसको सट्टामा हामीले दुध डेरीतिर ठाउँ ठाउँमा पोस्टरिङ पम्पलेटहरू टाँसिया भए सायद मान्छे बढ्ने हुन्छ। यसमा चाहिँ म एउटा चाहिँ गुनासो राख्न चाहन्छु। मेरो एउटा मात्रै गुनासो के छ भने युवा तथा खेलकुद मन्त्री मिन कृष्ण महर्जनले 3 करोड 5 लाख रुपियाँ बजेट अहिले चाहिँ एउटा कभर्ड हलको लागि माङकाल गाउँपालिकामा परेको रहेछ मैले देखेँ। अब त्यसको लागि लोकेसन कहाँ बनाउने हो भन्ने कुरा पनि समग्रमा यसो अध्ययन गर्दा मैले सुनेअनुसार जलधाराको भवन भएको ठाउँमा भन्ने कुरा पनि सुनियो। जबकि त्यो ठाउँमा बनाउँदाखेरि यो खोला यत्रो बाढी आइरहेको छ, यो खोलाको नै हामीले एउटा व्यवस्थापन गर्न सकेको छैन भने खोलाको डिलमा हामीले 3 करोड 5 लाख रुपियाँ रकम लगानी गऱ्यो भने भोलि त्यो संरचना कति बेला टिक्छ, कति समयसम्म टिक्छ, यो कुराहरू चाहिँ हजुरले मध्यनजर गरिदिनु पर्यो। हामीले खरबौँको चाहिँ बजेट लगानी पैतनिक हाम्रो गरिएको थियो, जुन बाढीमा 1 घन्टामा त्यो हाम्रो संरचना नष्ट भयो। त्यस कारणले गर्दा अलिकति ठाउँ चाहिँ अलिकति राम्रो नभएको हो कि हाम्रो ठाउँमा आएको विकास हुनुपर्छ, तर लोकेसन एउटा हामीले चाहिँ दीर्घकालीन टिक्ने हिसाबमा चाहिँ हामीले त्यो रङ्गशालालाई चाहिँ व्यवस्थापन गरियोस् भन्ने म सुझाव एउटा प्रस्तुत गर्न चाहन्छु। अर्को कुरा मैले धेरै कुरा गरेन, शिक्षामा चाहिँ एउटा मैले यो एउटा चाहिँ गम्भीर मेरो एउटा क्वेसन के छ भने तपाईँको जस्तै 30 गतेको महिना छ असारको भने 31 गते चाहिँ बिहिबार छ भने 31 गते चाहिँ बिहिबार 30 को महिना छ, 31 गते चाहिँ 31 को महिना छ अथवा 30 को महिना छ भनौँ। त्यसमा चाहिँ शुक्रबार चाहिँ 31 गते पर्छ भने स्टाफ बैठक चाहिँ बिहिबार हुन्छ हो, स्टाफ बैठक बिहिबार हुन्छ। त्यो बेला ठ्याक्क पढाइ हुँदैन, सबै पठायो। अनि 31 गते बिहान शुक्रबार चाहिँ क्लास पढाउनु पर्ने टिचर चाहिँ त्यो क्लासमा नभइकन उहाँ सरहरू चाहिँ मुभ भइसकेको हुन्छ कि जस्तै सपोज गरौँ साउनको 1 गते अटोमेटिक बिदा हुन्छ भने त्यस्तो अपर्च्युनिटी मिल्यो भने चाहिँ ठ्याक्कै शुक्रबार चाहिँ उहाँहरूले चाहिँ मिटिङ राख्नुहुन्न, बिहिबार राख्नुहुन्छ, हाफ टाइम पछाडि छुट्टी हुन्छ। अनि तपाईँको शुक्रबार चाहिँ 1 बज्नुभन्दा अगाडि चाहिँ सरहरू चाहिँ अन्तै सिफ्ट भइसकेको हुन्छ। यो मेरो एउटा गम्भीर आपत्तिको कुरा हो। त्यही दिन शुक्रबारकै दिनमा 2 घन्टा मात्रै पढाएर तपाईँहरूले यदि मिटिङ योभन्दा पछि मिटिङ हाम्रो छ भने चाहिँ गर्नुभयो भने 2 दिन ह्याम्पर हुँदैन थियो भन्ने मेरो एउटा अब्जेक्सन रहेको छ। र समग्रमा महाकाल गाउँपालिकामा म स्वास्थ्य कर्मीहरूसँग चाहिँ एउटा के अनुरोध गर्न चाहन्छु भने स्वास्थ्य सुरक्षा र भेटेनरी अनि पुलिस प्रशासनलाई हामीले चाहिँ अलिकति इन्धनको व्यवस्थापन चाहिँ सहजीकरण गरिदिनु भयो भने उहाँ त 24 घन्टा मोबिलाइजेसन हुनुपर्छ। त्यही उहाँको नर्म्स होला, नर्म्स अनुसार होला तपाईँहरूको। तर म देख्छु यहाँको अन्य कर्मचारीले भन्दा यो 4वटा सेक्टरको कर्मचारी चाहिँ पालिकाले इन्धनको व्यवस्थापन अलि राम्रैसँग गरिदिनु पर्छ जस्तो लाग्छ, जसले गर्दा हाम्रो प्रशासनबाट हामीले भनेको बेला चाहिँ के त सुरक्षा पाउन सकोस्। उहाँले गस्ती गर्दा यहाँदेखि ठुलाधुलो पुग्नुपर्ने हुन्छ, त्यो बेला उहाँहरूको लागि इन्धन त हामीले लिमिटेसन छ। त्यसले गर्दा अहिले हिँडेर जाने जमाना छैन। त्यसमा चाहिँ एउटा जस्तै पशु भेटनरी, प्रहरी प्रशासन, हेल्थ पोस्ट रहरूलाई चाहिँ अनि एकदमै इन्धन चाहिँ अलिकति राम्रोसँग व्यवस्थापन गर्नुपर्ने जस्तो मलाई लाग्छ। अनि स्वास्थ्यको साथीहरू चाहिँ मेरो के एउटा चाहिँ सक्नुहुन्छ भने जस्तै वृद्ध, अशक्त र अपाङ्गहरूलाई तपाईँले महिनाको एकचोटि कम्तीमा पनि के घरमै गएर होम डेलिभरी, होम सर्भिस गर्न सक्नुहुन्छ कि यो पनि तपाईँहरूले सल्लाह गर्नुहोस्। जस्तै अशक्त छन्, अपाङ्ग छन्, जुन पूर्ण रूपमा अपाङ्ग भएको व्यक्तिहरू र वृद्ध जुन सामाजिक सुरक्षा भत्ता लिएको एकदम व्यक्तिहरूलाई चाहिँ होम सर्भिस दिन सक्नुहुन्छ कि हुन्न भन्ने मेरो एउटा क्वेसन रहेको छ। हस्, मेरो क्वेसन यति नै होस्। उतापट्टि लाग्यो 4 नम्बर छ, यतापट्टि लाग्यो 3 नम्बर छ, सिमाना भन्छु म त्यसैले। मेरो नागरिकता चाहिँ 4 नम्बरबाट छ। समग्रमा भन्नुपर्दा हाम्रो जनप्रतिनिधिप्रति चाहिँ मेरो कुनै गुनासो छैन। उहाँहरूले जति गर्नुभएको छ मैले देखेँ जति जहाँसम्म सक्नु भएको छ उहाँहरूले सम्भव भएसम्म उहाँहरूले गर्नुभएको जस्तो मैले देखेको छ। कर्मचारीको विषयमा पनि
खासै त्यस्तो गम्भीर खालको विषय देखिएन। तर एउटा दुईवटा बुन्दा चाहिँ यहाँहरूलाई सुझावको रूपमा लिनु होला, यसलाई चाहिँ प्रश्न नभनिकन सुझावको रूपमा लिनु होला। हाम्रो त्यसै पनि भौगोलिक क्षेत्र एकदमै दुर्गम। एउटा वडा कार्यालय जानलाई घन्टौँ वडा कार्यालयदेखि लिएर स्वास्थ्य केन्द्र जाँदाखेरि घन्टौँ लाग्ने। त्यसैले स्पेसली यो माग्लो भेग क्षेत्रमा चाहिँ जहाँसम्म सम्भव भएसम्म स्वास्थ्य कर्मीहरूलाई अघि नै यहाँ सरले प्रश्न उठाउनु भयो, म एकदमै जायज, त्यसमा चाहिँ म एकदम सहमत छु। किनभने इन्धनको व्यवस्था गरेर हुन्छ, के गरेर हुन्छ, टोलमा चाहिँ कम्तीमा 10 दिनमा एकचोटि चाहिँ स्वास्थ्य शिविर राखिदिनु पर्यो सम्भव भएसम्म। जनप्रतिनिधिहरूलाई स्पेसली मैले 3 र 4 को जनप्रतिनिधिहरूलाई रिक्वेस्ट गरेँ, टोलमा कम्तीमा 10 दिनको एकचोटि सामान्य टाइपको हेल्थ चेकअप एउटा राख्न सकियो भने अलिकति त्यहाँको जनताले त्यो सुविधा पाउँथ्यो कि। र अर्को कुरा चाहिँ हाम्रो क्षेत्रको प्राथमिक विद्यालयको विषयमा प्रश्न उठाएँ मैले। सबै कुरा भरिपूर्ण भए तापनि त्यहाँतिरको जुन भवनदेखि लिएर जति पनि कम्प्युटरहरूदेखि लिएर जति छ सबै भएको देखेँ मैले विद्यालयमा। तर के भएको छ भने त्यसको बावजुद पनि विद्यार्थीहरू चाहिँ झन्झन घट्दै 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 स्कुलै बन्द हुने अवस्थामा देखिएको छ। के कारणले हो? न त्यसमा कुनै प्रकारको न शिक्षा प्रणाली गलत भयो, न पढाउने तरिका गलत भयो, न कुनै कारणले हो। निकै टाढा टाढाबाट यहाँ घर नजिक स्कुल छोडेर बोर्डिङ स्कुलमा धाइरहेको मैले देखेको छु। यसमा पनि यहाँहरूले कसरी हुन्छ सुधार गर्न सकिन्छ भन्दै मैले चाहिँ छोटो प्रश्न, हामीहरूले माङकालमा धेरै जस्तो खालि भलिबल मात्रै देखेँ मैले। 2 वर्ष अगाडि हामीले चाहिँ कोसिस गरेको थियौँ यहाँ नयाँ खेल भित्राउन, स्पेसली ह्यान्डबल र सेपाक ताक्रो ल्याएको थियौँ। सेपाक ताक्रो त्यति पपुलर नभए पनि ह्यान्डबल चाहिँ निकै पपुलर भएको छ। यो भलिबलको विकल्पको रूपमा हामीले चाहिँ विद्यालय स्तरबाट नै खेलाउनुपर्छ भन्ने माग हो पहिलादेखि नै। त्यसैले मैले परिचय दिन बिर्सेछु, म महाकाल सामाजिक स्पोर्ट्स क्लबको अध्यक्ष पनि हुँ। त्यसैले अब आउने जुन पनि राष्ट्रपति खेलकुद लगायत अन्य खेलकुदमा चाहिँ हाम्रो विद्यालय स्तरको चाहिँ ह्यान्डबल खेल पनि समावेश गरियोस् भनेर सम्बन्धित निकायलाई मैले अनुरोध गरेँ। श्री महाकाल माध्यमिक विद्यालयको प्रधानाध्यापक हुँ, कार्यरत छु। मेरो धेरै कुरा भन्नु छैन, कुरै मात्र छ। मभन्दा अगाडि भन्नुभएका महानुभावहरूले राखेको कुरामा पूर्ण रूपमा मेरो समर्थन छ। त्यस सँगसँगै मलाई एउटा के लागिरहेको छ भने म शैक्षिक क्षेत्रमा इन्भल्भ भएको मानिस भएको हुनाले अब महाकाल गाउँपालिका जुन स्थानीय निकायको अधिकार क्षेत्रभित्र विद्यालय शिक्षा छ, तसर्थ महाकाल गाउँपालिकाले छिटोभन्दा छिटो एउटा शैक्षिक क्यालेन्डर, अपरेसन क्यालेन्डर विगत वर्षमा पनि बनाएको छ, अब पनि तयार गरिदियो भनेदेखि हामीलाई पनि हाम्रो स्कुलको आफ्नो क्यालेन्डरलाई अन्तिम रूप दिन सजिलो हुन्थ्यो। हामीले ड्राफ्ट गरेर राखेका छौँ, फाइनल गर्न पाएको छैनौँ। अब पालिकाले बनाएको क्यालेन्डरमा अथवा पालिकाले अर्को कुनै अब सेरेस कोकोल जस्तो निकायलाई पालिकाको संयोजनमा त्यताबाट फोन चाँडै आयो भने पनि अतिरिक्त क्रियाकलापहरू सहक्रियाकलापहरू गर्नको लागि परीक्षा युनिट टेस्ट लगायतका कुराहरू गर्नलाई हामीलाई एकरूपता हुन्थ्यो, पालिकाभरि नै सजिलो हुन्थ्यो भन्ने एक खालको यहाँहरूबाट त्यो आउँछ चाहिँ अलिकति छिटो भइदियोस् भन्ने चाहना मात्रै हो मेरो। दोस्रो, विद्यालयमा के पाइएको छ भने यो सार्वजनिक बस अरू गाडीहरू हिँड्दाखेरि विद्यालयमा लामो समयसम्म विद्यालय नजिकै गेटमा हर्न बजाएर एकदम डिस्टर्ब भइरहेको छ। कहिलेकाहीँ त्यो भित्र पढाएकै सुनिँदैन। अब हामीले बसलाई चाहिँ फेरि जानकारी पनि गराएको छौँ, नबजाइदिनुहोस् अथवा त्यो फेरि त्यो हर्न निषेधित भनेर हामीले सूचना पनि राखेका छौँ। विद्यालय क्षेत्र नो हर्न प्लिज भनेर त्यहाँ राखेका छौँ हामीले राख्न चाहिँ। तर उहाँहरूले सबै गाडीहरूले मानिरहेका छैनन्। त्यो कुरालाई पनि अलिकति ख्याल भइदियो भने बसले चाहिँ अलिक कम गरेको छ, अरू गाडीहरूले उस्तै छन्, त्यो समस्या छ। अर्को कुरा, बाढी अब बर्खा आउन लाग्यो। अब पहिला माथिबाट बाढी आयो भनेदेखि विद्यालय नै पहिला मुखमा पर्छ बाढीको। त्यसैले
विद्यालय सेफ गराउनु पाएदेखि यहाँ तल बजार पनि अझै अरू बजार पनि सेफ हुन्थ्यो, त्यतातिर ध्यान जाओस् चाँडै नै भन्न खोजेको हो मैले। अब अर्को कुरा, स्थानीय सरकारबाट, स्थानीय निकायबाट विद्यालयहरूमा समय समयमा भइ पनि रहेको छ, नभएको चाहिँ होइन। अझै पनि समय समयमा विद्यालयमा आएर सल्लाह परामर्श अनुगमन भयो शिक्षक विद्यार्थीहरूमा त्यो खालको चाहिँ एक खालको दोहोरो सम्बन्ध अझै राम्रो होस् भन्ने मेरो चाहना छ। हस्, यति भन्दै मेरो भनाइ पनि यहीँ अन्त गर्छु। धन्यवाद। मेरो सुझाव चाहिँ के भनेदेखि यो आफ्नो नाम पनि भन्नु। मेरो नाम केशव प्रसाद तिमल सिन्हा। मलाई चाहिँ लागेको के कुरा भनेदेखि यो लेले चन्दनपुर मोटर बाटो अन्तर्गत 2021 सालमा बाढी गएको थियो। अनि यो मेन बाटो चाहिँ अहिलेसम्म स्थानीयले पनि माथि प्रदेश सरकारले पनि यो मेन बाटोलाई चाहिँ हेरेको छैन। अब लेले यो यहाँदेखि नै ठुला दुर्जुङ चलिरहेको बाटो चाहिँ मेन बाटो चाहिँ स्थानीय सरकारले पनि माथिको सरकारले पनि, अब माथिको सरकारलाई त हामी जनताले चिनेको पनि छैन, स्थानीयले घचघच्याए मात्र बाटो बन्नेको। अहिले मैले देखिरहेको चाहिँ के छ भन्दाखेरि शाखा रोडमा चाहिँ क्याबिन जाली हाल्ने शाखा रोड चाहिँ बनेको छ, शाखा रोड नबनोस् भने चाहिँ होइन, तर मेन बाटोमा चाहिँ क्याबिन जाली हाल्ने मेसिनरी वालहरू हाल्ने चाहिँ अहिलेसम्म भइरहेको छैन। अब यो क्याबिन जाली मेन रोडमा चाहिँ हाल्दै नहुने हो कि क्याबिन जालीहरू लगाएर चाहिँ अब विकास चाहिँ भएको कुरा चाहिँ के भने बर्खा टाइममा चाहिँ डोजरहरू लगाउने, अनि अहिले चाहिँ अब हिउँदमा चाहिँ निदाएर बस्ने, बर्खा लागेपछि त्यो भेल आउँछ, भेल नियन्त्रण भएको छैन। बिचबिचमा नियन्त्रण गरिदिने हो भनेदेखि त्यो पहिरो पनि जोखिम कम हट्थ्यो। अब अहिले चाहिँ पहिला शाखा रोडबाट गाडी आउने हो कि मेन रोडबाट गाडी आउने हो भन्ने कुरा पनि त्यो मेन रोडै पहिला बन्द भयो भने शाखा रोडमा गाडी जाने कुरा पनि भएन। मेन रोड चाहिँ खुलेको चाहिँ छ, तर गाडीहरूलाई अब हामी कृषकहरूलाई पनि दुध तरकारी जन्य पदार्थहरू चाहिँ बजार लान ल्याउनको लागि धेरै समस्या भएको छ। तर यो मेन रोडमा पनि क्याबिन जाली र मेसिनरी वालहरू राखिदिनु हुन्छ कि भन्ने आशा लागेको छ। मैले ओडामा पनि पालिकामा पनि निवेदन लेखेर दिएको थिएँ, अहिलेसम्म सुनवाई भएको छैन। अब यो सार्वजनिक सुनवाईमा सुन्नुहुन्छ कि भनेर प्रस्ताव राखेको छु। यति नै हो, अरू केही छैन। अन्य सहभागीहरूबाट केही छन् त्यस्ता प्रश्नहरू हुने गर्दै यो कार्यक्रममा सहभागी हुनुभएका पार्टी दलका साथीहरू, अन्य कार्यपालिका र वडा सदस्यज्यूहरू, हाम्रा कर्मचारी साथीहरू, 20% मात्रै म काठमाडौँ जाने गर्थेँ। किन भन्दाखेरि कमसेकम सके पनि नसके पनि थोरै भए पनि जनताको गुनासो सुन्न मात्रै पाएँ भने पनि मैले एउटा एन्टन चेखपले लेखेको एउटा ग्रिफ भन्ने कथामा भेटाएको थिएँ कि कमसेकम दुःख पीडा सुनिदिने मान्छे भयो भने पनि दुःख पीडा आदि हुन्छ अरे। त्यही भएर पनि म त्यो दुःख पीडा सुन्न मात्रै सकिन्छ कि भनेर पनि सम्झौता गर्न नसके पनि म सुन्दै गरेको थिएँ। तर विडम्बना हामीले कतै पनि बन्देज गरेका छैनौँ जस्तो लाग्छ। सबै जनताहरूले जहाँसुकै गए पनि हामीले कुरा सुन्नेकै छौँ। काम गर्न सक्यो नसक्यो त्यो सेकेन्डरी कुरा हो। चाहे त्यो वडामा होस्, चाहे हाम्रो गाउँपालिकामा होस्, चाहे हाम्रा कर्मचारी साथीहरू हुन्, जुनसुकै बेलामा पनि मागेको सूचना हामीले मजाले उपलब्ध गराएका छौँ। यहाँसम्म कि हामीलाई दुःख दिने नियतले कहाँदेखि टाढादेखिका नाम नबनौँ, बाहिर जिल्लाका केही साथीहरू विभिन्न छलमा भेषमा आएर यहाँ माग्दाखेरि पनि हामीले सूचना दिएका छौँ। नदिनु त कुरै भएन। तैपनि केही समयदेखि चाहिँ मिडियामा गाउँपालिका अध्यक्षले गरेका भ्रष्टाचारका कुराहरू, पछि स्थान उजुरीका कुराहरू, यावत कुराहरू आउँदाखेरि चाहिँ मलाई भित्रैदेखि मन पोलेर आयो। म अहिलेबाट होइन, धेरै अगाडिबाट लगभग 59 सालबाट म पूर्णतया नै सामाजिक अभियन्ता भएर हिँडेको मान्छे। त्यहाँबाट यता करोडौँ रुपियाँ
मैले आफ्नो अहिलेसम्म कुनै एउटा बलियो बास, किन भन्दाखेरि त्यो ऋणमा डुबेको बासको के हिसाब गरौँ, बलियो बास बनाउन सकेको छैन। तर करोडौँ रुपियाँ यही भेगका जनताको लागि भनेर मैले सहयोग गर्दै हिँडेको हो। त्यसका इतिहास खोज्यो भने तपाईँ करोडौँ भेट्न सक्नुहुन्छ। के को लागि? एउटा सामाजिक कार्य गरेर चित्त बुझ्छ भने चित्त बुझाउनुको लागि गरेका काम। अनि आज गाउँपालिकामा आएर कसैले 1 रुपियाँ पैसा गणेश बहादुर केसीले खायो, माग्यो, लियो, दियो भन्ने कुरो प्रमाण पेश गर्न सक्नुहुन्छ? मलाई लाग्छ कसैले पनि सक्दैन, किनकि मैले गल्ती गरेकै थिएँ। तर मिडियाहरूमा छद्मवेशमा फेक आइडी बनाएर दुनियाँ कुराहरू आउँदाखेरि चाहिँ मलाई पनि झोक चाहिँ चल्यायो। त्यही भएर आज म 20 दिनको दिन महाकाल गाउँपालिका, मैले अघि भने 90% म हाजिर हुने ठाउँमा 20 दिनको दिन म आज हाजिर भएको छु। मेरो पनि आफ्नो पीडा छ नि त। जति दुःख गरे पनि त्यसको यदि कसैले सम्बोधन नगरे पनि कमसेकम त्यो मिडियामा गाली नगरे हुन्थ्यो कि। किनकि खुला छ त, आउनुहोस् न, वडामा जानुहोस्, तपाईँको वडाका समस्या भयो त्यहाँ सम्बोधन भने म कहाँ आउनुहोस्। मैले पनि सम्बोधन गर्न सकिनँ भने चाहिँ हो, अनि तपाईँ मिडियामा जानुहोस्, प्रमाण खोज्नुहोस्, पेस गर्नुहोस्। नत्र भने बिना हकमा अनाहकमा कसैलाई आरोप प्रत्यारोप लगाउन पाइन्छ? उसको त मन होला नि त, उसको चाहिँ मन दुख्दैन? बिना कारण कसैलाई आरोप लगाउँदाखेरि पछिसम्म एउटा भन्नुहोस् न, महाकाल गाउँपालिकाको रामबहादुर भन्ने कुनै एउटा अमुक मान्छेले मेरो विरुद्धमा चाहिए नचाहिए लायो, चाहिए नचाहिए भन्यो, अब मेरो मन चाहिँ के सधैँ उसलाई पूजा गर्छ त? गर्दैन नि। दुश्मनी त फोकटै भयो नि त। अनि एक मागले जाडो त नजाला। आज म जनप्रतिनिधि छु, मैले काहीँ बोल्न मिलेन होला हो। अघि कुरा पनि आयो, उपाध्यक्षबाट चाहिँ जानकारी आयो, अरूबाट आएन। हाम्रो काम मिडियाबाजी गर्ने होइन। हाम्रो काम भनेको काम गर्ने हो। जम्मा मिडियाबाजी गर्नु परे, जसलाई चित्त बुझाएको छ उसले गर्ने हो, जसलाई चित्त दुख्या छ, अन्यायमा परेछ उसले गर्ने हो। नत्र भने हाम्रो काम भनेको मिडियाबाजी गर्ने, हाम्रो काम भनेको जम्मा जनतालाई सेवा दिने हो। त्यो सेवामा चित्त नबुझे आएर हामीसँग छलफल गर्ने हो, बुझेदेखि ठिकै छ भनेर बस्ने हो। होइन साह्रै नै राम्रो काम गर्यो भनेदेखि ठिकै छ फलानलाई धन्यवाद भनेर लेखिदिने हो। तर हाम्रो काम होइन भन्ने मेरो ठमेइ छ। त्यो जनताको मनले त्यो महसुस गर्ने विषय हो। र अलिक कडा बोलेकोमा सबैभन्दा पहिला माफी पनि चाहन्छु। अब विषयतिर लागौँ। खुसी फेरि मैले अघि भने फेरि भन्नै बिर्सेछु। खुसी चाहिँ मलाई के अर्थमा लाग्यो भन्दा हाम्रा मिडियाकर्मी साथीहरूले कति दिन कहाँ कहाँ डुल्नु पनि मलाई थाहा छैन, तर उहाँले दिएको त्यो प्रतिवेदन सही पनि हुनसक्छ, गलत पनि हुनसक्छ। किन भन्दाखेरि गर्नुभयो कि गर्नुभयो न, उहाँले पनि हाइपोथेटिक गरिदिनु भयो कि होइन, त्यो पनि होला। तर समग्रमा के भयो भन्दा समग्रमा देखिएको जुन विषय हो त्यो विषयमा चाहिँ के देखियो भन्दा जनप्रतिनिधिहरूप्रति गुनासो अलिकति कम्ती नै देखियो। भनेपछि हाम्रा सम्पूर्ण वडा अध्यक्षजीहरू, उपाध्यक्षजी लगायत म आफू पनि र अन्य जनप्रतिनिधिहरू पनि यस काममा जनताको सेवामा लागेका रहेछन् भन्ने कुराको यो प्रमाणित हो। अर्को कुरो कर्मचारी साथीहरूबाट पनि सेवा प्रवाहमा कतै पनि तलमाथि गरे रहेनछ भन्ने यो पनि एउटा ज्वलन्त प्रमाण हो। त्यतातिर अब धेरै कोट्याउनु पनि जरुरी छैन, यो नै हाम्रो लागि उपलब्धि हो भन्ने मेरो चाहिँ ठम्याइ छ। अब समग्रमा धेरै कुराहरू उठे, कुरा त जहिले पनि उठि नै रहन्छन्। अब बलरामजीले उठाउनु भएको सबैभन्दा पहिलोचोटि कुरा, धेरै कुराहरू चाहिँ कस्तो कुरा रह्यो भन्दा उहाँले दिएको यी सुझावहरू सबै हामीले गरिराखेका कामहरूमा अलिकति सुधार गर्नुपर्ने विषय रह्यो। त्यसले गर्दा यसलाई मैले इङ्गित गरेर उहाँले भनेका कुराहरू हामीले सबैले नोट पनि गरेका छौँ। कहाँ कहाँ सुधार गर्नुपर्ने नपाएका कुराहरू हामी सुधार गर्दै जानेछौँ। यसमा कुनै दुविधा मान्नुपर्ने विषय छैन। अर्को हाम्रो शुक्र सरले उठाएको चाहिँ विषय चाहिँ अलिकति मलाई यहाँ 2-3 विषय चाहिँ म कुरा गर्न मैले अनुमति चाहेँ। कपडा हलको विषयमा अलिकति कस्तो पर्यो भन्दाखेरि यहाँले उठाएको कुरो पनि जायज हो। हामीले कुनै पनि संरचना बनाउँदाखेरि स्थायी रूपमा जो अविनाशी हुनुपर्दछ त्यो कुरो एकदम ध्रुव सत्य हो। तर विषय के रह्यो भन्दाखेरि कपडा हल त आयो, त्यसको लागि 3-4 रुपियाँ जग्गा किन्नु पर्ने, जग्गा किन्ने कहाँ भन्ने कुरा हेर्नुहोस् है। जग्गा किन्ने कहाँ भन्ने विषयमा अहिलेको फेरि यो यहाँलाई थाहा छैछ। यदि बगर भएको ठाउँमा जहाँ हिजो बगरले हानेको थियो
अथवा पहिरोले हार्ने सम्भावना छ अथवा खोलाले बगाउनु काट्न सक्ने सम्भावना छ, त्यस्तो सम्भावित ठाउँमा जग्गा खरिद गर्यो भने हामी सोझै कारबाही। अहिलेको निर्णय गर्ने जुन हाम्रो जसले निर्णय गरेर पैसा हाल्यो सोझै मुद्दा पर्दाखेरि कारबाहीमा। अब अविनाशी ठाउँ कहाँ, गोठखेलको माथि बजार हुनसक्ला, अब त्यो बजार के अरे बस्ती हुनसक्ला, त्यहाँ गएर 3,000 रुपियाँ जग्गा किन्न सक्ने हाम्रो हैसियत छ कि छैन भन्दा छैन। अब कुरो त आयो अघि न, हागी साहले भनिसक्नुभयो हाम्रो चाहिँ लगभग के अरे 33 करोड बराबरको हाम्रो बजेट। फेरि 33 करोडको काममै यो गाउँपालिकाले त भुसुक्कै 33 करोड खाँदैछन् नि। फेरि भन्नु साथीहरूले भन्नु पर्छ छैन। सुन्नुहोस् है, 33 करोडमा के हुन्छ भन्दा मास्टरको तलब त्यही हुन्छ, त्यो भनेको 16-17 करोड त्यहीँ गइसक्यो। 53 करोड है, 53 करोड 16-17 करोड त मास्टरको तलबै गयो, त्यो भने त्यही भित्र पर्यो। स्वास्थ्य कर्मचारीहरूको तलब झन्डै 3 देखि 3.5 करोड छ, त्यो पनि त्यही गइहाल्यो। हस्पिटल बन्ने पैसा आयो 5 करोड चाहन्छन्, त्यो पनि त्यही गयो। कर्मचारीहरूलाई खाने तलब भत्ता आदि इत्यादिबाट यो कार्यालय सञ्चालन गरेर 12-13 करोड जानु छ, त्यो पनि त्यही गयो। हुँदाखेरि कति बाँकी बस्ने छ भन्दा जब 6 करोडको हाराहारी, 6 देखि 6 करोड हाराहारी चाहन्छु। विकास बजेट भनेको 6 करोड चाहन्छु। 6 करोड चाहन्छुनमा फेरि शिक्षालाई को नाउँमा के अरे त्यो के भनेर सुविधा दिनु परेको छ। त्यो दिवा खोज्दा पछिको कुरा हो। स्टडी मिस र त्यो कर्मचारीलाई पाल्ने भनेर 55 लाख त पहिले गइसकेको छ, झन्डै 20 लाख जति फेरि अहिले हामीले खाजा भनेर थपिदिउँ, त्यो पनि त्यही गयो। खेलकुद भनेर वर्षको 20-22 लाख रुपियाँ खर्च हुन्छ, त्यो पनि त्यही गयो, त्यसबाट काटियो। अनि अर्को हामीले अब अहिले एउटा उदाहरणीय काम भनेको यो रामचन्द्र सरको त्यो के अरे प्रज्ञा प्रतिष्ठान, त्यसमै 18-20 लाख खर्च हुन्छ। यी सबै खर्च जोड्दै जाँदाखेरि त अनि विकास निर्माणको पैसा भनेको जम्मा 4 देखि 5 करोड बाँकी बस्छ। त्यसमा पनि वडै पछि कमसेकम 50-60 लाख बाँड्नै पर्यो, के नभए पनि। अब बाँड्दै गएपछि पालिकामा के हुन्छ, केही पनि हुँदैन। त्यही भएर हामीले सोचेको जस्तो काम केही गर्न नसकेको हो र जग्गा किन्नु पर्थ्यो। अब सस्तो जग्गा पाइन्छ, बगर किनेर भएन, भोलि मुद्दा परिहाल्छ, मुद्दा परेपछि बानिहालिन्छ। बानिनु भन्दा त रेयर देन बेटर यहीँ बनाउने भनेर सार्वजनिक जग्गा खोज्दै हिँड्यो। या सार्वजनिक जग्गा भनेको फेरि महाकाल गाउँपालिका कस्तो रहेछ भन्दाखेरि कहीँ पनि छैन, जङ्गल भएको ठाउँ चलाउनै पाइएन, खोलाको बगरमा बनाउनै पाइएन, सार्वजनिक भनेको चौर कहीँ पनि छँदै छैन। अब हेर्नु समस्या। अनि फेरि कस्तो भन्दाखेरि सार्वजनिक जग्गा माथि लगेर बनाउनु त कबडाल भनेर बिमिरेमा अब धेरै जोड गरे। हाम्रो वडा चाहिँ यही हुनुहुन्छ, 2 नम्बर रेन्ज जोड गरे, 1 नम्बर रेन्ज जोड गरे, उता सुन्दरमान थिङ रान्दी कर्मीदेखि लिएर ठुलो एउटा तप लाग्यो। तर कुरो के भन्दाखेरि जहाँको दुवाली त्यहाँको चपरी। अब महाकाल गाउँपालिकाको हामी एउटा कबड हलको चाहिँ कल्पना गरेका छौँ। एउटा कुनामा लगेर त अर्थ भएन त। साँझ बिहान होइन युवाहरू जम्मा हुने, खेलकुदको लागि सङ्ख्या पुग्ने खालको वातावरण भएको ठाउँ चाहियो, चल्दो मिल्दो सबैलाई पाएको हुने। त्यो भनेको त गोठखेलदेखि बाहेक अन्त सधैँ छैन। अब गोठखेललाई कहाँ बनाउने त भन्दाखेरि अब हामीलाई सिधै चाहियो, किन्ने पैसा छैन। बरु धन्दा स्कुलले अनुमति दिएर स्कुलको जग्गा है फेट्यो। त्यो जुन अहिलेको के अरे त्यो 2टा भत्केको भवन जल्दाराको, त्यो भत्काएपछि त्यहाँ बन्ने देखियो। अब बन्ने देखेर त बनाउनै पर्यो। त्यसको घाटा यस अर्थमा छ कि शुक्र सरले भनेको जस्तै हो, भोलि घाटा पर्न सक्छ। किन घाटा पर्न सक्छ भन्दाखेरि खोलाको छेउमा लगाएर बनाएपछि कुनै पनि बेलामा बाढी लैजाला भन्ने डर होइन। तर त्यसो भन्दैमा डरको त यही पनि लान सक्छ, उयो पनि लान सक्छ, उयो पनि लान सक्छ, सबै खोला छेउ त हो नि। त्यसले गर्दा मलाई लाग्छ यो खोलाले न भूत न भविष्य बनाए जस्तो। 2081 साल असोज 12 गतिको जस्तो विलङसम्म चाउने बाढी मलाई लाग्छ न हिजो थियो न भविष्यमा आउँछ, त्यस्तो खालको आइदियो कि। त्यसले गर्दा नआउला भन्न सकिएन। अहिलेको जलवायु परिवर्तनको कारणले आउनु पनि सक्ला, खै जेसुकोस्। तर यो खोलाको बहाव भनेको लेदो लिएर आउने हो। लेदोलाई सेक्नको लागि छेउपट्टि सेरवाल दियो भने त्यो सेरवालले चाहिँ के गर्छ, सबै लेदोलाई त्यहाँ त छेडिदिन्छ नि त। भन्दाखेरि बजारको लागि र यो अघि हाम्रो हेड सरले उठाएको विद्यालयलाई सुरक्षाको लागि पनि झन् अझ गजब हुन्छ कि भने जस्तो खम्ब्याइ भएर त्यही नै निर्णय गरी त्यसको विकल्प खोज्नलाई हामीसँग पैसै छैन।
अनि त्यो खोज्न पर्ने चाहिँ कारण के त भन्दाखेरि फेरि अब अहिले त्यो ठेक्काको प्रक्रियामा छ। मलाई लाग्छ आज र भोलि र पर्सिसम्ममा त्यो ठेक्का खोल्दैछ। बल्ल यसो भयो 1-3 करोड 5 लाख सुब्रु सरले भनिसक्नुभयो। अब खोल्दैछ। त्यो खोल्नुभन्दा अगाडि उनीहरू फेरि नापजाँच गरेर त्यो बनाइसकेका हुनुपर्ने। उनीहरू भन्ने बित्तिकै ठाउँ चाहियो, भन्ने बित्तिकै ठाउँ हामीले दिन सकेनौँ। त्यस कारणले पनि समस्या परेको हो। त्यसले गर्दा तपाईँले चिन्ता नगर्नुहोस्, त्यो बन्यो भने यही ठाउँ नै उपयुक्त हुन्छ र त्यसले बजारलाई अर्थात् नभए पनि बी पोजिटिभ, थिङ्क पोजिटिभ एन्ड डु पोजिटिभ, बजारलाई सुरक्षा हुन्छ गर्छ भन्ने हिसाबले पनि हामीले यसलाई लिनुपर्छ भन्ने मैले अनुरोध गर्न चाहेँ। र अर्को प्रहरीहरूलाई पनि हो ठिक हो तपाईँले उठाएको कुराहरू, हामीले यसको लागि कुनै कन्डिसन गरेका छैनौँ। हामीले सबै प्रहरीहरूलाई सकभर थोर बहुत सकेको हामीले सहयोग गरिरहेका छौँ। भेटनरीहरूलाई पनि तलबमै 5-5 हजार रुपियाँ थपेर हामीले तेल दिने पहिला चलन थियो। अब अघि नै भनिहाल्यो नि, गुनासो बढी कम बिल त्यो काट्ने सिस्टममा पनि तलमाथि हुँदो रहेछ कि कहिलेकाहीँ के हुने भन्दाखेरि अलिकति पहुँचवालाले चाहिँ माइट इज राइट भने जस्तो पहुँचवालाले चाहिँ 3-4 कुपनसम्म पनि ठोकिदिने खालको अवस्था मैले पाएपछि सबैलाई एकरूपता कायम गरेर कुपन भन्ने हाम्रो यहाँबाट काट्ने चलन नै छैन कसैलाई पनि। ल त तपाईँ कुन गाउँपालिकामा कुपन नभएको देख्नुहुन्छ? किनकि तिनै हो अलिकति हुने। मैले कुपन भनेको कुनै पनि हालतमा 1 इन्च पनि कुपन भने बन्द भनेपछि त्यो भयो। त्यसमा चाहिँ के समानुपातिक हिसाबमा हाम्रा भेटनरीका साथीहरूले पनि पाएका छन्। यसमा तपाईँले ढुक्काउनुहोस्। अर्को शेखनाजीले पनि के मूल सडकमा जाली भन्नुभयो। अब कुरा के आउँछ भन्दाखेरि हामीले हेर्नुपर्छ मूल सडक हो, तर विषय कहाँनिर हो भन्दाखेरि मूल सडक हेर्ने भनेको प्रदेश सरकारले हो, मूल सडक हेर्ने भनेको सङ्घीय सरकारले हो। अब सङ्घीय सरकार र प्रदेश सरकारले हेर्ने काम पनि हामीले हेर्न थाल्यौँ भने टोलमा जाने समाधान कसले गरिदिन्छ त? अब यहाँबाट उयो माथि त्यो रिङ्गिङबाट जाने बाटोमा आएर चाहिँ प्रदेश सरकारलाई सङ्घलाई हेर्दा हेर्दैन। अनि त्यो हेर्दा अघि नै मैले भने नि बजेट जम्मा हामीसँग जम्मा 4-5 करोड हुन्छ। त्यसमा पनि ओडामा भाग लगाइसकेका हुन्छ। ओडामा भाग लगाएर पनि एउटा टोललाई 20,000, अर्कोलाई 50,000, अर्कोलाई 1 लाख, अर्कोलाई 1.5 लाख त्यो पनि सिधाइसकेको हुन्छ। हामीसँग हुँदैन। अब गर्ने के हेर्नु न, सङ्घ र प्रदेशले फेरि तपाईँहरू भन्नु होला समय सापेक्ष बजेट बढ्दै आएको छ यिनीहरूले चाहिँ गरेन भन्नुहुन्छ भने तपाईँहरू सुन्नुहोस्, हाम्रो मूल बजेट भनेको सामान्यकरण अनुदान। सामान्यकरण अनुदान भनेको हामी आउँदाखेरि 79मा हामी निर्वाचित हुँदा 80-79 को बजेट 7 करोड 20 लाख हामीले आउने। अनि हामी आएपछिको अब 80-81 को बजेट होइन 79-80 को बजेट 7 करोड 3 लाख। अब बढ्नु पर्ने घट्नु पर्ने त 20बाट एकैचोटि 7 करोड 3 लाख 17 लाख घट्यो। अनि 81-82 को बजेट 80-81 को बजेट 6 करोड 96 लाख। अब अहिले 82-83 को बजेट 6 करोड 87 लाख। हेर्नु त घट्दो क्रममा छ। आउने चाहिँ स्रोत घट्दो छ, खर्च चाहिँ हाम्रो बढ्दो छ। त्यस कारणले पनि हामीले सबै कुराहरू म्यानेज गर्न नसकेको हो। यो कुरा पनि मैले अनुरोध गरेँ। र जाली लगाउने कुरामा जहाँसम्म होलाउनु पर्थ्यो मूल सडकहरू बिग्रेका छन्, तर हामीलाई के कुरामा कन्फिडेन्स छ भन्दाखेरि हामी हरेक हिसाबले कहाँ चाहिँ बाटो बन्द हुन सक्छन्। जस्तो यहाँनिर त्यो बाटो बन्द हुन सक्ने ठाउँमा हामीले टालिदिइहाल्यौँ, ढलन गरिहाल्यौँ। किन भन्दा एउटा बाटो बन्द भयो भने अर्को विकल्पको रूपमा हामीले धेरै ठाउँमा त्यो हेरेका छौँ। यसमा यहाँहरू ढुक्क हुनुभयो हुन्छ। हामीले हाम्रो कार्यकालभरिमा हिजो 81 को त्यत्रो विकराल अवस्थामा त 6 दिनमा बाटो खोलेर देखाइदिउँ। हामीले मात्र होइन, अझ खानी खोलालाई समेत सहयोग गरेर ल्यायौँ भनेपछि हामी गर्छौँ। यसमा तपाईँहरू ढुक्क हुनुहोस्। अब सङ्घ र प्रदेशले गर्ने कुरा गर्दै गर्दा हिजो सङ्घ र प्रदेशले नगरेकै हो, छाती ठोकेर म भन्छु हो, नगरेकै हो। नगरेर त अब अहिलेको परिवर्तन भएको छ। अब परिवर्तित पार्टीबाट, परिवर्तित राजनीतिक दलबाट, परिवर्तित नेताहरूबाट केही न केही हुन्छ भन्ने आशा गर्छु। अनि अर्को जुन हाम्रो खेलकुदका साथीले उठाउनु भएको विषय चाहिँ स्वास्थ्यको ठाउँमा टोलमा अघि नै हुन त 2-3 ठाउँबाट उठायो। त्यो फेरि हामीले निर्देशन दिइसकेका छौँ। स्वास्थ्य कर्मीहरू यही हुनुहुन्छ। हामीले के बनाएको छौँ भन्दाखेरि स्वास्थ्य कर्मी साथीहरूले रुटिन बनाउनु पर्यो। हप्तामा एकचोटि एउटा टोलमा, जस्तो गोडीखेलको स्वास्थ्य हेल्थ पोस्ट छ त्यहाँ 4-5 जना कर्मचारी हुनुहुन्छ, बरु रोटेसन मिलाउनुहोस्। एक दिन जानुहोस्,
कहाँ माथि उता डाँडामा जानुहोस्, अर्को दिन जानुहोस्, यता माथि जानुहोस्, त्यो टोलमा गएर घर घरमा ती अशक्तहरूलाई सेवा दिने काम तपाईँहरूले रुटिन सहित आउनु पर्यो भनेर मैले अलि अस्ति मात्रै हामीले हाम्रो टिमले नै निर्देशन दिएको छौँ। यसमा पनि तपाईँहरू ढुकाउनुहोस्, त्यो हामी क्रमैसँग लागू हुँदैछ। भनेपछि समग्रमा यस्तै कुराहरू हुन् र योदेखि बाहेक यदि छुटेका कुनै विषय छन् भने फेरि पनि यहाँहरू समक्ष म आफ्नो बरकत र बुताले भ्याएसम्म जवाब दिने प्रयत्न गर्नेछु भन्ने प्रतिबद्धताका साथ अहिलेलाई म बिदा हुन्छु। धन्यवाद। अचानक हाम्रो जनप्रतिनिधिज्यू अर्जेन्ट परेर कता गएर आउनुभयो। मिडियामा फास्ट सार्वजनिक बिदा दिनमा सरकारी कर्मचारी सरकारी साधन बोकेर हिँड्यो भनेर व्यापक बदनाम गर्यो। त्यो बदनाम उहाँको भएको होइन, हामी सम्पूर्ण महाकालको भएको हो, बासीको भएको हो। अब म के चाहिँ उहाँहरूलाई अनुरोध गर्दछु भने यदि हाम्रोमा त तपाईँको जनप्रतिनिधि भनेको उहाँको कुनै बार हुँदैन, मैले बुझेअनुसार शनिबार पनि भन्न पाएन, आइतबार पनि भन्न पाएन। उहाँ शनिबार बिदा भनेर मोबाइल स्विच अफ गरेर भन्नु पनि पाउनुहुन्न, केही अप्ठ्यारो पऱ्यो भने दौडिनु पऱ्यो। अब हुने खानेको त होला, आफ्नो साधन होला, सबैसँग सबै साधन आफ्नो साधन बोकेर हिँड्ने क्यापेसिटी नहुन सक्ला। अब त्यो सिस्टम के छ, अब कहाँबाट पास लिनुपर्ने हो कि पालिका आफैले पार्नुपर्ने हो कि के गर्नुहुन्छ। अर्कोपल्टदेखि चाहिँ यस्तो चिज नहोस् जस्तो पालिका अध्यक्ष आफै पनि आउनु भएको थियो, भाडा गाडी बोकेर आउनु पर्यो, स्वयं आउनु भएको थियो, भाडा गाडी बोकेर आउनु भयो। कार्यक्रम फेरि पालिकाभित्रकै छ, पालिकाले गरेको कार्यक्रम छ। अब यस्तो चिजमा चाहिँ अब भविष्यमा नआउनु भन्ने उद्देश्य हो। यो देखिएको हुँदाखेरि जति छन् हाम्रो जुन सार्वजनिक रूपमा खट्नुपर्ने बिदा 24 घन्टा खट्नुपर्ने उहाँहरूलाई चाहिँ पासको व्यवस्था चाहिँ कसरी हुन्छ व्यवस्था गरिदिन म चाहिँ अनुरोध गर्दछु। बालबच्चाहरूलाई हेर्ने काम गर्छ। यो 6वटा वडामै यो कार्यक्रम सञ्चालित छ जस्तो मलाई लाग्छ। तर पाटन सिबिआर र लुनिबाको ओरिएन्टेसन प्रोग्राम जुन कार्यक्रम गर्दाखेरि चाहिँ यहाँको 6वटा वडामा गर्नुपर्ने कार्यक्रमको लन्च गर्न चाहिँ माथि गएर चाहिँ नगरकोटको होटेलमा हुनुभन्दा महाकाल गाउँपालिकाको होस्पिटलमा गएर के होला? यहाँको कार्यक्रमको सेड्युल त यहीँ बनाउने हो नि त। कमसेकम खर्चको हिसाबले पनि हामीले कम भयो, त्यो खर्च यता बालबालिकामा लगानी गर्न पाउने भयो होइन र? महाकालको होस्पिटलमा गर्दा त्यो कार्यक्रम सेड्युल गर्दा के होला? मेरो एउटा क्वेसन। अथवा यहीँ पालिकाकै सभाहरूमा गर्दा के होला? कि उहाँको कार्यक्रम यही लन्च चाहिँ गर्ने कार्यक्रम चाहिँ त्यही गर्नुपर्ने भन्ने कुनै बाध्यता छ त? छ होला कि त? यो बारेमा जवाब दियो है त? धन्यवाद। अब अनि उनीहरूले चाहिँ कस्तो कार्यक्रम चाहिँ त्यो होटलमा गर्छन् भन्दा मर्जिङ कार्यक्रम। मर्जिङ भनेको उनीहरूको अहिले सञ्चालित 2वटा गाउँपालिका, एउटा महाकाल अर्को मञ्जेश्वर, नम्बर 1। नम्बर 2 कुरो के हुँदो रहेछ भन्दाखेरि उनीहरूको त्यो कार्यक्रम चाहिँ सबै डोनरहरू विदेशी, अनि विदेशीहरूलाई पठाउँदाखेरि चाहिँ होटलमा गरे अब देखाउन पर्ने दुनियाँ हुँदो रहेछ कि फेरि ती यावत कुराहरू छन्। अनि उनीहरू त्यहाँ काठमाडौँमा हुने अनि यसो 10 मिनट आएर उनीहरू त्यहाँ ठिक छ तिमीले ठिक छ भनिदिनु पर्ने, यी सबै देखाउनलाई बिचरा त्यो बाध्यता हुँदो रहेछ। त्यो पनि मैले बुझेँ। मैले पनि पटक यही विषय भने तिमीहरूको यो कार्यक्रम यहीँ गर, हामी कहाँ रिसोर्ट छ बस्न सुत्नको लागि यहीँ गर भनेको, त्यो चाहिँ हाम्रो यो कारण छ भनेर उनीहरूका जुन यहाँ हामीसँग यहाँका कार्यरत भन्दा पनि योभन्दा माथिका लेभलका मान्छेहरू त्यस्तो खालको जवाब पाएँ। त्यसले गर्दाखेरि उनीहरूको पनि वास्तवमा अब त्यो आफ्नै बाध्यता होला, चाहिँ हामीसँग सम्मत भएन। तैपनि मेरो बुझाइ त्यता छ। मेरो माइन्ड म तर्फबाट उहाँ अटोमा तालिम लिइसकेको मान्छे पनि अर्कोमा पनि सिलाइमा पनि उहाँ हुन्छ कि डुप्लिकेसन त त्यसमा त भएन। अब सिलाइ कटाइको विषयमा चाहिँ अब यो विषय चाहिँ के हो भन्दाखेरि त्यसो बारे मैले चाहिँ सप्ताङ संस्था आदि इत्यादि अनि हाम्रो नेपाल सरकारको पनि त्यसका पनि विभिन्न त्यो खण्डबाट यहाँ आउँछ प्रोग्राम। आएपछि भएन हामी त गर्दैनौँ भनेर फर्कन पनि मिलेन। आएको कुरालाई किन चाहिँ स्वीकार नगर्ने भनेर स्वीकार गरिन्छ। अनि वडै पछि त्यो सूचना निकाल्न छ, ल यतिजना महिला चाहिँ तिमीहरू ठिक पाएर भनेर कम्तीमा यतिजना महिला भनेर वडा नम्बर 1 देखि 6 का सबै वडाहरूले निकाल्नुहुन्छ, हामी पनि निकाल्छौँ होइन। अहिले निवेदन कोही पनि आउँदैन। अनि आउने को छन् भन्दाखेरि हिजोकै मान्छे रेदर देन बेटर नहुनु बाबा भन्दा कार्यक्रम आउने को भनेर अब हामीले कार्यक्रम गर्न सकेनौँ हे भनेर भन्नुभन्दा ठिकै छ हिजोकै मान्छेलाई दिउँ भन्यो, जहिले पनि त्यही बोल्ने। अब के गर्ने? जम्मा चलायमान महिला भएको सङ्ख्या भनेको जति हो त्यति नै रहेछ। अरू महिलाहरू मतलबै छैन, घाँस काट्नेलाई घाँस काट्ने मात्रै व्यस्त, भगरासहरू मात्रै व्यस्त, त्यो ट्रेनिङ उनीहरूलाई चाहिएको छैन। जसलाई चाहिएको छ उनीहरू चाहिँ के को लागि आउने रहेछन् भन्दा तिनीहरू पनि नआउने रहेछन्। अब बाहिरबाट आएको कार्यक्रममा चाहिँ अलिअलि भत्ता आउने 500 रुपियाँ पत्र भयो भने त्यो भत्ताको आफै आउने त्यति हो, अरू के हो।
त्यही भएर मैले अलि अस्ति भने पनि कार्यक्रममा भने वास्तवमा यो राख्नु यो महाकालमा बेकारै भइसक्यो। नमस्कार, मेरो नाम चाहिँ रामचन्द्र परियार, महाकाल गाउँपालिका 3 नम्बरको स्थानीय। मलाई एउटा कुराको चाहिँ भित्रदेखि अलिकति हेर्नु लागिराखेको थियो होइन, यो मेरो व्यक्तिगत कुरा चाहिँ होइन। अनि जस्तै हाम्रो 3 नम्बर वडाको वडा अध्यक्षले त्यो शनिबारको दिनमा चाहिँ बाइक चलाएर हिँडेको भनेर चाहिँ सार्वजनिक गाडीहरू जुन अघि उहाँले पनि निकाल्नु भएको थियो, त्यो कुराहरूमा चाहिँ शनिबारको दिनमा सेतो प्लेट भएको गाडीहरू किन चलाएको भनेर चाहिँ हाम्रो अष्टमानजीले सोध्नु भएको थियो होइन। त्यो उहाँले एउटै जवाफ पनि के दिनुभयो भनेदेखि मलाई खुसी लाग्यो त्यो जवाफ सुनेर। शनिबारको दिनमा मैले सेतो प्लेटको गाडी मैले चढ्दाखेरि तपाईँलाई यति आपत्ति हुन्छ भने त्यो बाटो बनाइराखेको डोजर पनि सेतो प्लेटकै हो, त्यो चलाउने कि नचलाउने त भन्ने कुरा गर्नुभएको थियो। त्यो कुराहरूलाई पनि के भनेदेखि सरकारी बजेट हो, सरकारी पैसा हो, सरकारी सवारी साधन हो र उहाँहरू पनि त हाम्रो यहाँको जनप्रतिनिधिहरू पनि त सबैजना सरकारी नै हुनुहुन्छ नि होइन। त्यो सरकारी साधन चढेर हिँड्दाखेरि त्यति विरोध हुन्छ भनेदेखि उहाँले चाहिँ एउटा पार्टीमा आस्था भएर चाहिँ उहाँले विरोध गर्नुभएको भन्ने कुरा चाहिँ मैले पछि त्यो प्रष्ट भयो, मैले बुझेँ। उहाँको चाहिँ त्यो सबै कुरा मैले हेरेँ पनि होइन। अनि उहाँ चाहिँ एउटा पार्टीतिर आस्था हुनुहुन्छ, तर आस्था त हामी सबैजना एक एउटा पार्टीमा त आस्था त छ। एउटा झन्डा मुनि नबसेको नेपाली जनता कोही पनि प्रायः छैन पनि होला। तर जस्तै महाकाल गाउँपालिकामा एम्बुलेन्स पनि सेतो प्लेटकै छ, एम्बुलेन्स पनि नचलाउने भन्ने, अनि अध्यक्षज्यूले चढ्ने गाडी पनि सेतै प्लेटको छ, त्यसलाई पनि नचलाउने भन्ने शनिबारको दिनमा होइन। उपाध्यक्षज्यूको पनि त्यस्तै सेतो प्लेटकै हो, हाम्रो प्रशासक अधिकृत सरको पनि सेतो प्लेटै छ भनेदेखि भोलि महाकाल गाउँपालिकामा कोही बिरामी भयो होइन, एकदम अर्जेन्टली हस्पिटल लिएर जानुपर्ने अवस्था आयो, एम्बुलेन्स चाहिँ बिग्रेको अवस्था अथवा चाहिँ कतै बिमारी लिएर गएको अवस्थामा भयो भनेदेखि त्यो यहाँ भएका साधनहरू चाहिँ चलाउँदाखेरि अरूलाई आपत्ति किन भन्ने कुरा हो के मेरो चाहिँ। किनभने एउटाको ज्यान बाँच्छ भनेदेखि त्यसलाई लाने कि नलाने त। गाडी चाहिँ यहाँ त्यसै थन्केर बसिरहेको छ, एम्बुलेन्स छैन, तर त्यो सवारी साधनमा लाने कि नलाने त, त्यो सेट प्लेट भएकोमा गाडीमा लाने कि नलाने। तर म अष्टमानजीलाई म यहीँबाट म यो सार्वजनिक सुनवाईबाटै म के भन्न चाहन्छु भनेदेखि उहाँले प्रचार गर्नुभयो होला, उहाँ हाइलाइटमा आउनुभयो होला, मिडियाको उहाँ पत्रकार पनि हुनुहुन्छ होइन। तर उहाँलाई म के भन्न चाहन्छु भने अलिकति अष्टमानजी तपाईँले अलिकति सोच विचार र चेत पुर्याएर मात्रै बोल्नु भएको भए राम्रो हुने थियो। तर व्यक्तिगत कुरा होइन, यो सार्वजनिक कुरा संस्थागत कुरा हो। त्यो भएको कारणले गर्दाखेरि कसैको जीवनमाथि चाहिँ लान्छना लाउने कामहरू भइरहेको छ है। त्यो कुरामा चाहिँ म खेद जनाउँदछु। र अनि हाम्रो पोहोरको वर्ष पनि हाम्रो आह्वान मिडिया प्राली आउनुभएको थियो होइन हजुर, आउनुभएको थियो। त्यहाँ मैले बोलेका कुराहरू र नेपाली यहाँ जनताहरूले यहाँको स्थानीयहरूले बोलेका कुराहरू कतिपय कुराहरू तपाईँहरूले काटेर हालिदिनु भयो हजुर है। हामीले लेखेनौँ कि त्यो कुराहरू मिडियामा। अनि त्यो कि यहाँ बोल्नको लागि चाहिँ हामीले मुखले बोल्ने, तपाईँले कानले सुन्ने, एउटा कानले सुन्ने अर्को कानले उडाइदिने भयो। त्यो किन खिचिरहनु पर्यो, आवश्यकता के छ त्यसको विषयमा होइन। त जुन कुरा समस्या हो, जुन कुरा चाहिँ त्यो समाजको हितको लागि हुन्छ भनेदेखि त्यो कुराहरू चाहिँ किन हाल्नु भएन, त्यो कुरा चाहिँ किन सामाजिक सञ्जालमा तपाईँहरूको चाहिँ त्यो मिडियामा हाल्नु भएन, त्यो कुरामा पनि मेरो आपत्ति छ है। आपत्ति छ, तर तपाईँहरूप्रति मेरो रिस छैन। तर यो घाम अस्ताउनुभन्दा अगाडि नै मेरो रिसलाई म कन्ट्रोल गर्छु। त्यसलाई म चाहिँ मैले उठाएको जुन सुत्केरी पनि एक रूपताको लागि चाहिँ हाम्रो अधिकृतज्यूले अब स्वास्थ्य मार्फत निर्देशन छैन। एउटा गुनासो चाहिँ के भयो भने हामीलाई एउटा प्रेसर हाल्दाखेरि पनि त्यहाँ मान्छे हस्पिटल त छ होइन। अब त्यहाँ औषधि हुन्न, अनि त्यहाँबाट चाहिँ केही गाह्रो साङ्रो पऱ्यो भने बल्ल एम्बुलेन्स बोलाएर गयो भने त्यहाँ जाँदाखेरि साधन हुँदैन, त्यहाँ गएर खानालाई होटेल पनि छैन। त्यो एउटा चाहिँ स्वास्थ्यमा चाहिँ एउटा
यो पालिकाले केही सुधार गर्दै हुन्थ्यो कि जस्तो लाग्छ। पेटै दुख्यो भने पनि हामीलाई एम्बुलेन्स त छ, नभए पालिकाको गाडीहरूले पनि त्यो सुविधा चाहिँ छ। तर यो एकजनाको लागि बोले होइन, मैले पालिकै भएको लागि बोले हो। त्यो चाहिँ स्वास्थ्यको लागि पनि तपाईँहरूले त्यहाँ अब व्यवस्था चाहिँ गर्दै हुने जस्तो लाग्छ। त्यति हो भन्नुपर्ने, अरू केही छैन। धन्यवाद यहाँलाई। सुझाव दिइसक्नु भएको छ र यद्यपि केही छन् भने अझ पनि तपाईँहरूले चाहिँ राख्न सक्नुहुन्छ भन्ने कुरा चाहिँ मैले यो मञ्चबाट चाहिँ आह्वान गरेँ। विशेष गरी महाङ्काल गाउँपालिकाले यो आर्थिक वर्षमा पनि लगभग धेरै जस्तो कार्यक्रमहरू सुरु गरिसकेको छ र विशेष गरी अब यहाँ उपभोक्ता समितिहरूको विषयमा पनि धेरै जस्ता चाहिँ सम्झौता भइसकेर भुक्तानी लिनको लागि मात्र बाँकी भएको कारणले गर्दाखेरि पनि मूर्त रूपमा त्यो खर्च चाहिँ अलिकति कम देखिएको छ। तर 1-2 महिनाभित्रमै त्यो खर्च पनि कभर भइसक्छ। अघिल्लो वर्षको ट्रेन्ड हेर्ने हो भने पनि अघिल्लो वर्ष पनि लगभग हामीले 85% को हाराहारीमा चाहिँ खर्च गरि नै सकेका थियौँ र कतिपय त अब निकासाहरू जति आउँछ त्यो अनुसारको खर्च हुँदै जाने हो। र विशेष गरी सीमित स्रोत साधनको बावजुद पनि महाङ्काल गाउँपालिकाले आफ्नो तहतब्काबाट चाहिँ विभिन्न किसिमका कार्यक्रमहरू सञ्चालन गर्नको लागि र थोरै न्यून स्रोतले पनि विकासका खर्चलाई कम्तीमा सम्बोधन गर्नको लागि, कम्तीमा यी बाटाघाटाहरू चाहिँ बर्खामा चाहिँ बाढी पहिरो आएर अवरुद्ध हुने अवस्थामा तुरुन्तै बाटो खोल्नको लागि मेसिनहरू चाहिँ परिचालन गरिरहेको छ। र विशेष गरी अब हाम्रो स्रोत साधनको रूपमा पैसा मात्र नभएर साधनैहरू छन् नि त, त्यो भएको कारणले गर्दाखेरि पनि ठुलो मात्रामा रकम नहुँदाका बावजुद पनि ठ्याक्कै पालिकाले केही नगरी बसेको अवस्था छैन। र विशेष गरी आर्थिक विकासको क्षेत्रमा पनि क्रमशः त्यो 5 वर्षे मासु प्रवर्धन र अर्ग्यानिक खेती प्रवर्धन सम्बन्धी कार्यक्रमहरू पनि निरन्तर रूपमा हुँदै आएको छ। त्यसको हामी सम्भवतः तेस्रो वर्षमा छौँ, चौथो वर्षमा छौँ। सम्भवतः त्यो मासु प्रवर्धन कार्यक्रम पनि चौथो वर्षमा छौँ। त्यसले पनि काहीँ न काहीँ अप्रत्यक्ष रूपमा र विशेष गरी प्रत्यक्ष रूपमै यो क्षेत्रको आर्थिक विकासको लागि चाहिँ त्यो कार्यक्रमले पनि अलिकति राम्रो किसिमको भूमिका चाहिँ निर्वाह गरिरहेको छ भन्न चाहन्छु। र अहिले मैले विशेष गरी यहाँ केही बताउनुभन्दा पनि यहाँ जतिजना उपस्थित हुनुहुन्छ तपाईँहरूको केही किसिमका चाहिँ गुनासा छन् भने अझै पनि राख्नु होला। र अरू समयमा पनि पालिकासँग सम्बन्धित भएका गुनासाहरूलाई चाहिँ सम्बोधन गर्ने भनेका ठाउँ मञ्च यस्तै नै हो। यस्तो समयमा आएर चाहिँ तपाईँहरूले बाहिर हल्लामा सुनेका विषयलाई भन्दा पनि अथवा विशेष गरी हल्लामै आएका भए पनि ती हल्लाकै कुराहरूलाई पनि यहाँ तथ्य जाँच गर्नको लागि चाहिँ तपाईँहरू आउन सक्नुहुन्छ भन्ने एउटा विषय चाहिँ मैले यहाँ राख्न चाहेँ। किनभने सार्वजनिक सुनवाई भनेरै हामीले चाहिँ यसरी संस्थागत हिसाबले वार्षिक रूपमा कम्तीमा पनि एकचोटि गर्दै आएको छौँ। र यो क्रममा नै हामीले वास्तविक सेवाग्राही जसलाई चाहिँ हाम्रो कारणले काहीँ कतै अथवा कुनै बुझाइको हिसाबमा अलिकति असमझदारी, काहीँ हाम्रो कमजोरी, स्वयं हाम्रै कमजोरी भएकै कारणले गर्दाखेरि पनि सेवा प्रवाहमा कठिनाइ भएको स्थिति छ भनेदेखि त्यसको लागि जुनसुकै अवस्थामा पनि यो कार्यक्रमभन्दा बाहेक पनि कार्यालयकै समयमा तपाईँहरूले आएर आफ्नो सुझाव दिन सक्नुहुन्छ, आफ्नो गुनासो पनि पोख्न सक्नुहुन्छ। हामीले गुनासो पेटिका पनि यहाँ राखेका छौँ। त्यो गुनासो पेटिका खासै प्रयोगमा आएको देखिँदैन। तपाईँहरूको केही गुनासो छ भने मासिक रूपमा त्यो गुनासो पेटिका खोलेर पनि तपाईँहरूको गुनासोलाई चाहे व्यक्तिगत रूपमा होस् चाहे संस्थागत रूपमा होस् त्यसको सम्बोधन गर्ने प्रयास चाहिँ गाउँपालिकाको तर्फबाट र म प्रमुख प्रशासकीय अधिकृतको रूपमा पनि सदा त्यसको लागि चाहिँ तयार छु भन्ने प्रतिबद्धता पनि यसै कार्यक्रम मार्फत व्यक्त गर्न चाहन्छु र आफ्नो भनाइलाई पनि मैले यहीँबाट बिट मारेँ। हस्, धन्यवाद। धेरै धेरै धन्यवाद सञ्चालकज्यूलाई। आजको यस सार्वजनिक सुनवाई कार्यक्रमका अध्यक्ष, महाङ्काल गाउँपालिकाका श्रद्धेय अध्यक्ष गणेश बहादुर केसीहरू र आउने समयमा हामी कसरी जाने भन्ने विषयमा एउटा जुन सार्वजनिक सुनवाई कार्यक्रम थियो, यस कार्यक्रममा उपस्थित हुनुभएर आफ्नो रचनात्मक सुझाव र पछाडि कसरी जाने भन्ने हिसाबले चाहिँ हामीलाई गाइडलाइन गर्नुभयो। यहाँ उपस्थित हुनुभएका सम्पूर्ण आत्मीय मित्रजनहरूलाई चाहिँ हार्दिक धन्यवाद दिन चाहन्छु। सर्वप्रथम त विषयहरू प्रशासकीय अधिकृतज्यू अनि आदरणीय गाउँपालिका अध्यक्ष गणेश बहादुर केसीज्यूबाट नै
विषयवस्तुहरू आइसकेका छन्। म त्यो विषयहरूलाई नै समर्थन गर्न चाहन्छु। सँगसँगै मसँग सम्बन्धित भएर अलिकति विषय पनि आयो, त्यसमा अब अलिकति अनुगमनको पाटो चाहिँ मैसँग हुँदाखेरि त्यो चिजहरू अलिकति बाहिर आएका छन्। सँगसँगै कतिपय साथीहरूले चाहिँ अब तिमीले के गर्यौ त भन्ने खालको क्वेसनहरू सामाजिक सञ्जालमै आएका थिए, तसर्थ त्यो गरिएका कामहरू सामाजिक सञ्जालमा आएका थिए। त्यो चिजलाई चाहिँ अब यहाँ उठाउनु भएको रहेछ। तसर्थ अब मैले चाहिँ अब पालिकाभित्र भएका गतिविधिहरू जानुपर्छ भन्ने ढङ्गले नै प्रस्तुत गरेँ, त्यसको प्रतिक्रिया आयो भन्ने लाग्छ। र अरू कुराहरू चाहिँ हाम्रो महाङ्काल गाउँपालिकाको वेबसाइट, वडाको वेबसाइटहरूबाट भएका प्रत्येक काम कारबाहीहरू आइराखेका छन्। जहाँसम्म लाग्छ त्यो सबै चिजहरू चाहिँ सबैले नदेख्दाखेरि अब उहाँहरूले त्यो खालको प्रतिक्रिया दिनुभयो कि भन्ने खालको महसुस चाहिँ मलाई भयो। सँगसँगै अघि हामीलाई पनि अलिकति लागेको कुरा, प्रत्येक कार्यक्रममा म के भन्ने गर्छु भन्दा हामीले एउटै प्रत्येक कार्यक्रममा एउटै दाजुभाइ दिदीबहिनीहरू जम्मा हुँदा त्यो पनि एउटा भ्रष्टाचार हो है भनेर हामी भाषण गर्ने गर्छौँ। किन भन्दा राज्यको पोलिसी कहाँनिर गयो भन्दाखेरि 20 जना 25 जना पुर्याएपछि मात्रै ट्रेनिङ भनिदिनुहुन्छ क्या त्यो पोलिसीमा। तर हाम्रो गाउँपालिकामा कुनै पनि ट्रेनिङमा 20 जना 25 जना खपत हुने छैन। सिलाइको ट्रेनिङ दियो भने 20 जना भनिदिनुहुन्छ, 25 जना भनिदिनुहुन्छ, 15 जना भनिदिनुहुन्छ। हाम्रो प्रत्येक वडामा एउटा सिलाइ पनि राख्यो भने त्यो नचल्ने सम्भावनाहरू छन्। पालिकामा ट्रेनिङहरू आइसके पछाडि अब हामीले हाम्रो दिदीबहिनीहरूले सिप्तौ हो बाहिर गएर जो जीवनको कुनै मोडमा चाहिँ प्रयोग होला भन्ने ढङ्गले प्रयोग गर्छौँ। उहाँहरू सिकेको सिप चाहिँ व्यावहारिक रूपमा उतार्न नसक्दाखेरि फेरि अर्कोमा पनि हुन्छ कि भन्ने ढङ्गले चाहिँ उहाँहरू हिँड्नु भएको चाहिँ पाउँछु मैले। तसर्थ जस्तै अब वर्षभरि भएका कामहरूको फेरिस्त पनि यहाँ आयो। हामीले सरसर्ती हेर्दाखेरि 50% प्लस चाहिँ फर्चेट भइसकेको देखेका छैनौँ। तर धेरै कामहरू चाहिँ त्यो लाइनमा छ। फेरि पनि अब हाम्रो मिडियाका साथीहरूले जुन खालको एउटा 2-3 दिन समय लगाएर चाहिँ जनताको प्रतिक्रियाहरू बुझ्नुभयो, त्यो प्रतिक्रिया चाहिँ धेरै पोजिटिभ पायौँ। त्यो हाम्रो लागि चाहिँ सौभाग्य हो भन्ने लाग्छ मलाई। फेरि पनि के हो त भन्दाखेरि हाम्रो यहाँका जनप्रतिनिधि साथीहरू, कर्मचारी साथीहरू सबैजना चाहिँ आफ्नो जिम्मेवारमा भएका कामहरूको लागि दिनरात बिहान के पनि भन्नुहुन्न, खट्नुहुन्छ। तसर्थ त्यसको प्रतिक्रिया राम्रै आएको हो। र अझै पनि केही सुझावहरू आएका छन्। हामीले सच्चिनु पर्ने कुनै अलि 20%, 18% होइन 30% चाहिँ अब अलिकति गाह्रो भएको छ है, अथवा 8-10% चाहिँ भएको छैन है भन्ने कुराहरू आएको छ। त्यो सबै चिजहरूलाई हामीले मनन गर्नेछौँ, समीक्षा गर्नेछौँ। तसर्थ कहाँनिर तपाईँहरूले चित्त बुझेन अझै पनि हामीलाई चाहिँ तपाईँहरूले नै मत दिएर हामीलाई यो ठाउँमा पुर्याउनु भएको हो। हामीलाई कस्तो बनाउने भन्ने जिम्मेवार तपाईँहरूको पनि हो। तपाईँहरूले यदि व्यक्तिको रूपमा चाहिँ तपाईँहरूलाई चित्त बुझेको छैन भने पालिकामा आएर या सामाजिक हाम्रो चाहिँ फोनहरूबाट पनि यो चिज चाहिँ हामीलाई चित्त बुझेको छैन है भनेर अझ टुक्र्याएर व्यक्तिलाई नै भन्नुभयो भने हामीले यसलाई सुधारेर जाने प्रतिबद्धता चाहिँ मैले यसै कार्यक्रमबाट चाहिँ गर्न चाहेँ। अनि सँगसँगै अब धेरै कुराहरू अध्यक्षज्यूले नै भनिसक्नु भएको छ। हामीले महाङ्काल गाउँपालिकाको आय स्रोत न्यून रहँदाखेरि पनि हामी आउँदै गर्दाखेरि 36-37 लाख पैसा उठेको हामीले देखिराखेको छौँ र त्यसलाई माथि बढाउनको निमित्त चाहिँ हामीले धेरै कोसिस गरेका छौँ। वडाध्यक्षज्यूहरूले धेरै गर्नुभएको छ। जस्तै भ्याटको कुरा पनि निस्केको जस्तो लागेको छ। अध्यक्षज्यूले त्यसको विषयमा अलिकति भन्नु भएन कि जस्तो लागेको छ। हामीले गएको वर्षदेखि नै त्यसलाई चाहिँ सहजीकरण गर्नको निमित्त चाहिँ कोसिस गरेका थियौँ। हाम्रो छिमेकी गाउँपालिका बागमतीले चाहिँ वर्ग स्क्वायर फिटको आधारमा यहाँ हाम्रो स्थानीय सामानहरू प्रयोग भएको हकमा चाहिँ पालिकाले अलरेडी काट्ने कार्यक्रमहरू रहेछ। अध्यक्षज्यूले चाहिँ यस्तो रहेछ है हाम्रो पनि गरौँ भनेर चाहिँ उहाँले भनिराख्नु भएको थियो। हामीले त्यो भन्दै पनि 1 वर्ष लागू गर्न सकेनौँ। हामीले केही समय पहिला चाहिँ यो आर्थिक वर्षमा बागमती गाउँपालिकामा नै हाम्रो तीनवटा गाउँपालिकाहरूको कार्यक्रम थियो। त्यसमा चाहिँ हामीले सबै चिजहरू बुझेर महाङ्काल गाउँपालिकामा चाहिँ लागू गरिसकेका छौँ त्यो भ्याटको विषयमा चाहिँ। किन भन्दाखेरि हामीले चाहिँ यहाँको ढुङ्गा माटो बालुवा प्रयोग हुने अनि अब सरकारी नर्म्सअनुसार भ्याट बिल प्रस्तुत त्यहाँ चाहिँ बुझाउनु पर्दाखेरि चाहिँ अब हाम्रो साथीभाइले चाहिँ काठमाडौँतिरको दर्ता भएको फर्म उहरूको चाहिँ
ल्याउँदाखेरि चाहिँ अब त्यो अडिटले चाहिँ के गरिदिँदो रहेछ नि त्यो चाहिँ ऋण छ कि छैन थाहा छैन भनेर चाहिँ हामीलाई चाहिँ त्यो बेरुजोमा राखिदिने समस्याहरू धेरै उहाँले त्यो ल्याउनको लागि पनि समस्या भएको कारणले गर्दा त्यो चिजलाई चाहिँ महाकाल गाउँपालिकाले चाहिँ सहजीकरण गरिसकेको कुरा चाहिँ मैले हार्दिक अनुरोध गर्न चाहेँ र आजको यस कार्यक्रममा उपस्थित भएका सम्पूर्ण सबैलाई धन्यवाद दिँदै बिदा हुन्छ। नमस्कार, धन्यवाद। धन्यवाद दिँदै म आफ्ना कुराहरू केही राख्ने अनुमति चाहन्छु। मैले सम्बोधनलाई यथावत राखेँ, अघि नै सम्बोधन भइसकेको हुनाले। मौन लक्षणम सम्मति। यदि मान्छेले कसैले केही प्रश्न गर्दैन भने त्यसको अर्थ हुन्छ अरे त्यो प्रस्ताव भनेको स्वत पास भन्ने एउटा संस्कृतमा उक्ति छ। अब हामीले त सबै सञ्चारहरू प्रयोग गरेकै हो, हाम्रा मिडियाहरू, वडा मिडियाहरू। तैपनि अब महाकालवासी आमा बुबा दाजुभाइ दिदीबहिनी जोलाई चित्त नबुझेको भए आउनुहुन्थ्यो सायद मलाई लाग्छ। अब हामीले चाहिँ चित्त बुझेको हिसाब उहाँलाई चित्त बुझेको छ, त्यही भएर आउनु भएन भन्ने हाम्रो चाहिँ ठम्ब्यायो। जेस थोरै भए पनि उपस्थित हुनुभयो र आफ्ना जिज्ञासाहरू राख्नुभयो। साह्रै नै महत्त्वपूर्ण विषयहरू पनि उठान भए। ती उठान भएका सम्पूर्ण विषयहरूलाई हामी सम्बोधन भएका भइ नै हाले, नभएका छन् भने त्यसलाई हामी हृदयङ्गम गर्दै आगामी दिनहरूमा त्यसलाई सुधार्दै लैजाने प्रतिबद्धता पनि हामी व्यक्त गर्न चाहन्छौँ। अहिले भर्खरै एउटा फेरि प्रश्न थपिएको छ कि हस्पिटलमा चाहिँ अलिकति स्वास्थ्यमा सुधार भएको भए हुन्थ्यो कि। अब हाम्रो काम भने के हो भन्दाखेरि डक्टरसँग व्यवस्थापन गरिदिनु। डक्टरलाई व्यवस्थापन गर्नको लागि भनेर आवश्यक न सङ्घले व्यवस्था गरेको छ न प्रदेशले गरेको छ। अब त्यो पनि एउटा कथा म भन्छु। अब अलिक आर्थिक कथा। हामी आउँदा अस्पताल व्यवस्थापन भनेर प्रदेश सरकारले 50 लाख रुपियाँ एकमुष्ट रूपमा हामीलाई दिने गर्थ्यो। आएको भोलिपल्टबाट 25मा झार्यो, अहिले झारेर 15 लानु छ त्यहाँ। अब 50 लाखमा सञ्चालन हुने हस्पिटल हामीले कतिमा सञ्चालन गर्नु परेको छ? 15 लाखमा। जानुहोस् है, बढ्नुपर्ने कि घट्नुपर्ने? तैपनि हामी डक्टर त्यति बेला चाहिँ फेरि डक्टर थिएन। हामी आउँदाखेरि आउने बित्तिकै हामीले डक्टर राखेर सुरुवात गऱ्यौँ र अहिले पनि डक्टर छँदैछन्। मात्र रहेको कुरो के भन्दा त्यहाँ गएर अब खाजा साजा आदि इत्यादि सबै कुरो व्यवस्थापन गर भनेर हस्पिटल हामीले भन्न सकेनौँ। अनुरोध गरेर के गरेर बिचरा एकजनाले क्यान्टिन खोलेको थियो। अब क्यान्टिन त खोलेर बस्ने दिनभरि झिँगा मात्रै भन्गाएर त भएन। उसको पनि काम होला, काम गरेर जाँदाखेरि उसले 2-5 ज्याला कमाउँछ। दिनभरिमा 100 रुपियाँ पनि सामान्य बित्दैन भने ऊ कुरेर कसरी बस्छ र? अब हेर्नुहोस् त्यो समस्या। त्यसले गर्दाखेरि यसको बारेमा चाहिँ हामीले अब त्यहाँ क्यान्टिनै सञ्चालन गर्ने गरी फ्लो नभइकन सम्भावना छैन। त्यसले गर्दाखेरि हामीले हाम्रो लागि आवश्यक पर्ने चिज आफैले व्यवस्थापन गर्नुपर्ने देखियो। अनि सामान्यतया टाउको दुख्दा, सिटामोल अथवा पेट दुख्दा आदि इत्यादिको लागि हाम्रो नजिकै स्वास्थ्य संस्थाहरू छन्। हस्पिटलको लेभलको जति नै नभए पनि झन्डै त्यस्तै खालको सुविधाहरू सम्पन्न हाम्रा स्वास्थ्य संस्थाहरू छन्, जुन हरेक वार्डमा छन्। हस्पिटल जान नभएदेखि ती स्वास्थ्य संस्थामा गएर यहाँहरूले आफ्नो सुविधा त्यहाँ प्रयोग गर्न पाउनुहुनेछ भन्ने पनि मैले अनुरोध गर्न चाहेँ। र हामीले पनि आउँदाखेरि अप्ठ्यारो पर्दाखेरि, साह्रो गाह्रो पर्दाखेरि फोनको भरमा पनि विदिन 1 घन्टामा एउटा उदाहरण यहाँ समीर सर यहीँ हुनुहुन्छ। आजभन्दा करिब 2 महिना अगाडि जतिको कुरो होला, 2-3 महिना कति भयो, माथि एकजना बुढी मान्छे कता लडेर ठ्याक्कै कता के भएको अरे लानलाई मोटरसाइकलमा हाल्नु नसके अरे के तुरन्त होइन के अरे हस्पिटलको माथि हस्पिटलमा गएर कर्मचारी एकजना चाहिँ ऊ चिकित्सक बोलाएको अरे, हामी जान सक्दैनौँ भनेर मैले थाहा पाएको। उसले थाहा पाएको सायद आधा घन्टाभित्रमा होला। यहाँबाट चाहिँ अर्को व्यवस्था गर्छु भनेर समीर सरलाई फोन गरेर उहाँले सबै ल्याएर कागज सागा ल्याएर आधा घन्टामा घरैमा गएर हामीले सुविधा पनि दिएका छौँ। यदि त्यस्तो
कसैले हामीलाई सुझाव दिएको खण्डमा हामी अन्तर्यामी होइन को बिरामी भएको सुकै परिस्थितिमा पनि त्यस्ता थुप्रै उदाहरणहरू छन्। यहाँबाट चाहिँ मेरै गाडीले आउँदै रोकेर बाटैबाट चाहिँ मैले बिरामी पार्टनरसँग पुऱ्याएको पनि हस्पिटल उदाहरण कैयौँ उदाहरणहरू छन्। हामीले स्वास्थ्य क्षेत्रमा यति सायद महाकाल गाउँपालिकाले जति सुविधा सायदै कसैले दिएको छ भन्ने मलाई लाग्छ। किन भन्दा अब बाँकी रहेको उठान भएको अहिलेको विषयको मैले कुरा गरेँ, टोलमा सबै हामी त्यो स्वास्थ्य सेवा विस्तार गर्दैछौँ, घुम्ती शिविर सञ्चालन गर्दैछौँ। हरेक महिनामा एकचोटि हाम्रो अहिलेको के अरे यो आँखा अनि हामी कहाँ भएको आयुर्वेद उहाँहरूलाई पनि प्रष्ट रूपमा त्यो एउटा कार्यदिशासहित कुन वडामा कुन दिन त्यो शिविर सञ्चालन गरियो, शिविर सञ्चालन गर्ने गरी घुम्ती शिविर सञ्चालन गर्ने भनेर अस्ति मात्रै यो पनि पुरै सुनिसकेको कुरा पनि मैले अनुरोध गर्न चाहेँ। र समग्रमा धेरै कुराहरू उठे, कतिको जवाफ आयो होला, कतिको जवाफ आएन होला। जवाफ नपाए पनि यहाँले चित्त नदेखाउनु होला र सामाजिक सञ्जालमा अर्कालाई गाली गलोच गर्ने काम चाहिँ प्लिज नगरिदिनु होला। जनप्रतिनिधिहरू पनि काम नपाएर केही कुनै नभएर यहाँ आएको होइन जस्तो लाग्छ मलाई चाहिँ। सेवा गर्न आएको हुन्, सेवा गर्ने सवालमा सबैलाई बराबर त हुँदैन त। अब हाम्रो हातको औला 5 वटाहरू त 5 थरीका छन् लम्बा चौडा, अनि बराबर नहुनसक्छ। अलिक कम भएको मान्छेलाई चित्त दुख्छ, स्वाभाविक हो। चित्त दुखेका कुराहरू अथवा गलतै भएका कुराहरू आएर भन्ने कहाँ हो त भन्दा सम्बन्धित ठाउँमा हो। यहाँ आएर भन्नु न, हामी गुनासो सुनिहाल्छौँ नि। कुनै वडा अध्यक्षले कहीँ गलत गरे भने मलाई आएर भनेदेखि म वडा अध्यक्षले भन्छु किन अध्यक्ष तपाईँले किन यसो गरे, जनताको लागि तपाईँले यसो गर्न पाउनुहुन्न भनेर मैले भन्छु। अथवा मबाट गल्ती भएछ, तपाईँबाट यो गल्ती भयो भने मलाई डाइरेक्ट भन्नुहोस्, अनि म सुधार्ने प्रयत्न गर्छु। म सुध्रिनँ भने, मैले कमी कमजोरी गरेँ भने अनि बल्ल तपाईँ अब कानुनी उपचार छ। दुनियाँ छ नि त, राष्ट्रिय सतर्कता केन्द्रदेखि लिएर अख्तियारदेखि लिएर दुनियाँ छन्, त्यहाँ नभए अनि बल्ल सार्वजनिक मिडियामा बल्ल गर्नु होला के। सार्वजनिक मिडियामा चाहिँ हालियो उही हगिसक्यो दैलो दुख्यो भने एउटा नेपाली उखान छ, भन्नु हुँदैन थियो होला है, भनिहाल्छु कि हाल्दा त्यो रिसको जोगमा पहिला हालिहाल्यो, के को युगोको जोगमा हालिहाल्यो, पछि आएर होइन रहेछ अनि फिर्ता गरेर हुन्छ, फिर्ता गरेर मिल्दैन। फेरि बन्दुकबाट निस्केको गोली उपर पैसा फरि भनेर फर्किन्छ र मुखाबाट छोट्या गोली पनि त्यही। त्यसले गर्दाखेरि यसलाई सुधार गर्दै अगाडि बढ्नु हुनेछ भन्ने मैले पूर्ण विश्वास लिएको छु। र हामी तपाईँहरूको लागि जुनसुकै बेलामा पनि जहिले सुकै पनि कार्यालयमा आएर तपाईँले सोध खबर गर्न पाउनुहुन्छ। मेरो बारेमा केही छ भने, टिका टिप्पणी छ भने प्रमुख प्रशासक अधिकारीलाई सोध्ने, उहाँ मार्फत चाहिँ अब कुनमा लेखामा गएर बुझ्नु परिछ कि गणेशबहादुर केसीले कतै आर्थिक अनियमितता गरेछ कि के हो यो, यस्तो त कुरा सुन्यो नि त। अनि उहाँले डिटेल आएपछि बल्ल अनि तपाईँले ए होइन रहेछ भनेको अनि बल्ल आएको छ नि त हो। त्यस कारणले बुझेर मात्रै यहाँहरूले सार्वजनिक गर्नु हुनको लागि म अनुरोध गर्दै तपाईँहरूको लागि महाकाल गाउँपालिकाको ढोका 24 घन्टा चाहिँ नबन्नु, अफिसहरू सम्पूर्ण समय खुल्ला। र अझ फेरि अभाग्य र सौभाग्य 2 वर्ष हुन लागेको छ। अघि पछि प्रमुख प्रशासनिक अधिकारी भएको नभएको बुझ्दै गाह्रो हुन्थ्यो। अन्त आउँथ्यो खोइ अब यो हप्ता चाहिँ के गर्छन्, हिजो चाहिँ आएका थिए आज चाहिँ गएका र यो हप्ता आउँदैन भनेर टाउको गर्नुपर्ने अवस्था थियो। तर तपाईँले खोजेको शनिबारको दिन पनि उहाँ, आइतबारको दिन पनि उहाँ यही हुनुहुन्छ भनेपछि यहाँमा त सुविधाहरू के छ। अब म त भनिहालेँ 90% थियो, अब चाहिँ भने त्यो पर्सेन्ट अब घटबड होला, किनकि मेरो पनि अब चित्त कुरो अघि नै मैले भनि नै हालेँ। यसमा मैले माफी माग्दै फेरि पनि मैले सम्पूर्ण ल प्लिज ल गरिहाल्नु सिधै प्रश्न, सिधै प्रश्न। जेएनजी महाकाल भन्नेले लगाएको त्यो आरोपहरूको विषयमा चाहिँ अहिले के हुँदैछ अध्यक्षज्यू, त्यसको यसो जानकारी केही पाउन सबैले चाहिँ तपाईँप्रति लागेको धन्यवाद। आरोपप्रति चाहिँ के हुँदैछ यो सबै जनताहरूले जान्न पाउने एउटा हक अधिकार पनि छ, त्यो चाहिँ भनिदिनु होला भन्ने म विनम्र। ल धन्यवाद। अनि मैले फेरि अहिले भन्ने बिर्सेर मैले अघि भने अघि बिर्सेको कुरो यो प्रेसर हर्न त्यहाँतिर यहाँतिर पाडाएर पुडुक माडाएर मुडुक गरेको हाम्रो वरिष्ठ सही यतै हुनुहुन्छ, कता हुनुहुन्छ कहिले जानुभएको छ र सही वरिष्ठ हल्दार साहब लगाएर सबैले सुनिदिनु होला। हरेक गाडीलाई तपाईँले चाहिँ अलिकति
एकपटक भेटेरै या खबरदारी गरेर तिमीहरूले अफिसहरूमा यहाँ चाहिँ प्रेसर हर्न बजायो भने तिमीहरूलाई हामी बाध्य भएर कारबाही गर्छौँ भने तपाईँले तर्सरी भयो त्यो चाहिँ एकचोटि त्यति गरिदिनु होला किनकि विद्यालयहरूलाई धेरै नै समस्या परेको मैले पनि महसुस गरेको छु त्यो अनुरोध गर्दै अब हाम्रो रामसुन्दरजीले सोधेको प्रश्न हो मैले अघि केन्द्रित त्यहीँ थिएँ अब सबै कुरो मैले भनिनँ जेनजी महाकाल पनि होइन नाम गरेको एउटा फल्ट आइडी रहेछ त्यो फल्ट आइडीबाट चाहिँ 25 स्थान के उजुरी बाजुरीका कुराहरू चाहिँ सरर हेरेपछि अब उनीहरूलाई भनौँ न ल यो ठाउँमा कमिसन ऊ ठाउँमा कमिसन 10% कमिसन 10% कमिसन या पर्सेन्ट फलान ठाउँमा कमिसन उता कमिसन अब कमिसन खाएको भए कमिसन माग्या भए कसरी त थाहा हुन्छ नि त थाहा हुँदैन यीका मान्छे हुन् सबै ठेदार पनि यी कहाँ हुन् उपभोक्ताहरू यी कहाँ हुन् कहाँ हो त्यो कमिसन माग्ने को आउनु पर्यो नि त एकजना छैन नि अनि अब यीबाट बिचरा महाकाल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको श्रीमतीलाई एउटा कर्मचारीको रूपमा तलब खुवाएको अब यो सबै उयो भन्दै जाँदाखेरि धेरै यो के भन्नु यो एउटा पनि कुरामा कतै पनि 1 इन्च पनि 1 रौँ पनि सत्य तथ्य नभएको विषय उठान भएपछि मैले गर्ने के हो त भन्दा खोज्ने हो खोज्दाखेरि छैन केही पनि आइडेन्टिटी नै छैन नभएपछि जाने कहाँ हो भन्दा ब्युरो जाने हो साइबर ब्युरो गएर मैले निवेदन दिएको पनि आज 1.5 महिना 2 महिना कति भइसक्यो तपाईँहरूको 1.5 हप्ताभित्रमा आइपुग्छ भने अहिलेसम्म आइपुगेको छैन अनि जम्मा आएको भनेको जम्मा के अरे त्यो कहाँबाट प्रयोग भयो भन्दाखेरि त्यो पहिला खोल्दाखेरिको आइडी चाहिँ के समथिङ बिक त्यो पनि डोल्पातिरको नाउँमा खोलेर छ अनि उसलाई फोन गरेर प्रहरीले बोलाएपछि ऊ आफै अन्यलमा भएको कुरो उसले भन्यो यो मेरो पनि ह्याकिङ भएको रहेछ मलाई पनि थाहा छ त्यसो भए साइबर ब्युरो भनेर अब कहाँ कहाँबाट उनीहरूको सञ्चालन गर्ने संस्था बेलायतमा छ यसको त्यहाँबाट खोजी हुँदैछ जुन दिन मैले अघि नै भने नि अघि नै मैले एउटा भनेको शब्द सायद यहाँ थाहा होला मान्छेको सबैको इज्जत हुन्छ कि इज्जतमाथि प्रहार गर्दाखेरिको यदि त्यो मान्छे पत्ता लाग्यो र साँच्चै नै महाकालकै मान्छे र त्यसै खालको मान्छे रहेछ भने इतिहासको कालखण्डमा अहिले अध्यक्ष भए पनि भोलि म खोजका दिन त म पनि बसेर कुरा चाहिँ गर्नु भन्ने मैले चाहिँ हिम्मत गरेको छु त्यो पत्ता चाहिँ कुनै न कुनै दिन लाग्छ नै अब लाग्छ नै अहिलेसम्म लागेको छैन भन्ने कुरा मैले अनुरोध गर्दै फेरि पनि मैले महाकाल गाउँपालिकाको यो सार्वजनिक सुनाइ कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूप्रति विशेष आभार र धन्यवाद व्यक्त गर्दै हाम्रो साथ र सहयोग दिनुभएकोमा यहाँहरूप्रति कृतज्ञता जनाउँदै यो कार्यक्रम सफल पार्नको लागि आह्वान मिडिया प्रणालीबाट जुन खालको सहजीकरण भयो यसको लागि पनि धन्यवाद व्यक्त गर्दै आजको यो सार्वजनिक सुनाइ कार्यक्रम यही समापन भएको घोषणा गर्छु। धन्यवाद।